नमस्कार, यो किप टिभी। आज हामी साजन फ्यङ्काको डे 6 क्लासमा छौँ। योभन्दा अगाडि हामीले हाङ्गुक सोगे पढिसक्यौँ, कोरियाको परिचय र बेसिक ग्रामरहरू पनि सकिया छौँ। आज चाहिँ हामी खाजुक ख्वाङ्गी वा होचिङ भन्ने पढ्छौँ र यो सँगसँगै चाहिँ हामी लगभग टाइमले भ्यायो भने 5वटा युनिटसम्म नत्र 4वटा युनिटसम्म चाहिँ टपिकसम्म चाहिँ हामी पढ्ने कोसिस गर्छौँ। कतिसम्म हुन्छ पहिले हेरौँ यता। सबैभन्दा पहिले यो खाजुक ख्वाङ्गीमा यो यसरी जाउँ, अझै स्पष्ट हुन्छ। जस्तै एउटा पुस्ता हेरौँ, ना भनेको म भयो होइन, अनि त्यस पछाडि फुमो भनेको आमा बुवा भयो, फुमो भनेको। अब यही फुमोमा चाहिँ तपाईँहरूले के गर्नुहोस् भन्दाखेरि यही फुमोको अगाडि चाहिँ यसरी छो राख्नुभयो भने चाहिँ हजुरबुवा हजुरआमा भयो होइन, हजुरबुवा हजुरआमा। अब यही छो फुमोमा होइन, यही छो फुमोमा चाहिँ तपाईँहरूले यहाँ यता चाहिँ छुङ राखिदिनु भयो भने चाहिँ हजुरबुवा हजुरआमाको बुवा आमा यसरी होइन। यहाँ कति पुस्ता भयो भन्दाखेरि ना भनेको 1 पुस्ता, फुमो भनेको 2 पुस्ता, अनि छो फुमो भनेको 3 पुस्ता र छुङजो फुमो भनेको चाहिँ जम्मा 4 पुस्ता। यसरी तपाईँहरूले जान्नुभयो भने हुन्छ होइन। यसैको आधारमा अब हामीले यो हेर्नुपर्ने हुन्छ। जस्तै खाजुक होचिङको यो छङ्नीमा यसको व्यवस्थापन चाहिँ मैले कसरी गर्दैछु भने छुङजो सेदे होइन, हाम्रो बाजे बोजूको पनि बाउआमाको तेस्रो पुस्ता भनेर तपाईँहरूले यसरी बुझ्नु होला। त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि छुङजो चाहिँ तपाईँहरूले यो ध्यान दिनै पर्यो। हाराबजी हालमनी यिनीहरू एउटै हुन्छ। छुङजो होइन, हाराबजी भन्नु बित्तिकै बुवाको हजुरबुवा हजुरआमा। छुङजो हालमनी भनेको चाहिँ बुवाको हजुरबुवाको आमा होइन। यसरी बुवाको पनि हजुरबुवाको बुवा चाहिँ छुङजो हाराबजी, छुङजो हालमनी भनेको चाहिँ बुवाको हजुरबुवाको आमा। अब यसैमा यहाँ वे भन्ने पनि तपाईँहरूले ध्यान दिनुपर्छ। यो एकदम इम्पोर्टेन्ट छ है होचिङमा। वे भन्नु बित्तिकै बाहिरको हो नि त, आफ्नो घरदेखि बाहिर। आफ्नो घरभन्दा बाहिर को हुन्छ भन्दा श्रीमतीतर्फको होइन, श्रीमतीतर्फ भन्नुको आमा। यसैमा चाहिँ वे छुङजु हाराबजी भन्यो भने चाहिँ आमाको हजुरबुवाको बुवा। यसैमा वे छुङजु हालमनी भन्यो भने आमाको हजुरबुवाको आमा। के मात्रै बुझ्नु पर्यो भने यहाँनिर मैले भनेको छु यो छुङजु भन्नु बित्तिकै चाहिँ 4 पुस्तेमा आयो। छुबुमो भनेर यसरी छु मात्रै आयो भने चाहिँ होइन, छुबुमो आयो भने चाहिँ के भयो भन्दाखेरि बाउआमाको बाउआमा, फुमो भनेको चाहिँ बाउआमा, ना भनेको म। यसरी यति तपाईँले ध्यान दिनु भने यो सजिलो हुन्छ। अब यहाँनिर हेर्नुहोस्, छोबुमो आयो, यो चाहिँ दोस्रो पुस्ता। हाराबजी भन्नु बित्तिकै हजुरबुवा, बुवाको तर्फको, बुवाको बुवा। हालमनी भन्नु बित्तिकै हजुरआमा, बुवाको आमा। वे आउँछ, वे आउनु बित्तिकै अघि पनि भने वेलाई एकदम ध्यान दिनु होला। यो चाहिँ आमा तर्फको हुन्छ जहिले पनि। वे हाराबजी भन्नु बित्तिकै आमा तर्फको हजुरबुवा र वे हालमनी भनेको आमा तर्फको हजुरआमा। सरसट्ठी गयो है यो चाहिँ। त्यस पछाडि फुमो सेदे, आमा बुवाको पुस्तामा चाहिँ कस्तो हुन्छ भने आबजी अथवा आप्पा भनेको बुवा भयो, अमनी अथवा अम्मा भनेको आमा भयो। खुन आबजी छागुन आबजी भनेको बुवाको दाजु, छागुन भन्नु बित्तिकै सानो भाइ भइगयो, काका होइन। यसरी खोमो भनेको चाहिँ बुवाको बहिनी। अब यहाँनिर वे आयो, वे आउनु बित्तिकै यो जहिले पनि कहाँपट्टिको हुन्छ भन्दाखेरि आमापट्टिको हुन्छ नि होइन। यसरी वे सामथुन भनेर आयो भने आमाको भाइ, सामथुन भन्नु बित्तिकै जहिले पनि काका हुन्छ। यो किन सामथुन भयो भनेर म अहिले भनौँला। इमो भन्नु बित्तिकै आमाको बहिनी, आमा भन्दा पनि हुन्छ। अब नाए सेदे, हाम्रो पुस्ता, मको पुस्ता चाहिँ कस्तो हुन्छ आफ्नो पुस्ता भन्दाखेरि त्यहाँ चाहिँ कस्तो कस्तो खालको सम्बोधनहरू होचिङहरू हुन्छ भने ओप्पा आफूभन्दा ठुलो दाजु छोरी केटी मान्छेले भन्दाखेरि, यङ आफूभन्दा ठुलो दाजु छोरा मान्छेले भन्दाखेरि, अन्नी आफूभन्दा ठुलो दिदी छोरीले भन्दाखेरि होइन। त्यस पछाडि नुना भन्यो भने आफूभन्दा ठुलो दिदी छोराले अथवा केटा मान्छेले भन्नुपर्दा, ना भनेको म भइगयो, थोङसेङ भनेको भाइ बहिनी। यसैमा यदोङसेङ आयो भने बहिनी भयो, नामदोङसेङ भन्यो भने भाइ भयो। 67 मात्रै गयो है यो, त्यति साह्रो इम्पोर्टेन्ट छैन। तपाईँहरूले बुझि नै राख्नुभएको, यसलाई मैले रिभिजन मात्रै गरिदिएको। अब इम्पोर्टेन्ट भनेको यहाँ छ, छोन्सु भनेर भन्छ। छोन्सु भनेको नाता होइन, पुस्तागत नाता पनि भन्छ अथवा नाता भनेर तपाईँहरूले बुझ्नु भने हुन्छ। ख्वान्गे सम्बन्ध होइन। यो चाहिँ कस्तो खालको सम्बन्ध भने यो धेरै सोध्छ। जस्तै
फुबुसाइए सरो यबो थाङसिन इरागो फुरुम्निदा भनेर बुझ्नु पर्यो। पहिले चाहिँ कस्तो खालको सम्बोधन चाहिँ कसरी गर्दो रहेछ भन्दाखेरि फुबुसाइमा आमा बुवा बुढाबुढी बिच चाहिँ के भनेर भन्दो रहेछ भन्दाखेरि यबो भन्छ कि त थाङसिन भनेर चाहिँ के गर्दो रहेछ सम्बोधन गर्दो रहेछ फुबुसाइमा। यो ध्यान दिनु होला हैन। त्यस पछाडि नाम्फ्यनी आने श्रीमानको आने हैन आने फुमोरुल छाङिन अरुण छाङमुनिम इरागो फुरुम्निदा। सासु ससुरा भन्नु पर्यो भने चाहिँ श्रीमानले बुढीको बाउआमालाई चाहिँ सासु ससुरा भन्नु पर्यो भने छाङिन अरुण र छाङमुनिम भनेर भन्नुपर्छ। छाङ्गा भनेर भन्छ नि, छाङ्गा भनेको ससुराली हो नि, हो यही छाङबाट आएको, यति तपाईँहरूले बुझ्नु भने हुन्छ। छाङ्गा खासै हो भन्छ नि तपाईँहरूले। अब हामीलाई त खेरोन भन्ने मात्रै पढ्दै गएको, एकैचोटि छाङ्गा भन्यो भने त झुकिने सम्भावना हुन्छ नि त। छाङ्गा भनेको त ससुराली गएको छस् बिहे गरेको छस् भन्न खोजेको, यही छाङ्गाको चाहिँ के आएको यसरी छाङिन अरुण र छाङमुनिम आएको। त्यस पछाडि आनेगा, अब श्रीमतीले चाहिँ श्रीमानको नान्फ्यने फुमोरुल आमा बाउलाई भन्दाखेरि चाहिँ आबनिम भन्छ, अमनिम भनेर भन्छ, एकदमै सजिलो। आबनिम र अमनिम भनेर भन्छ। अब यहाँसम्म भयो कसलाई के भनेर सम्बोधन गर्ने भनेर। बुढाबुढी बिच चाहिँ यबो भन्छ कि थाङसिन भन्छ र श्रीमानले चाहिँ श्रीमतीको आमा बाउलाई छाङिन अरुण र छाङमुनिम भनेर भन्छ भने आनेगा श्रीमतीले चाहिँ श्रीमानको आमा बाउलाई चाहिँ आबनिम र अमनिम भनेर भन्छ। यतिसम्म बुझिसकेपछि अब यो छोन्सुमा इल्छोन भनेको के हो भनेर सोध्छ, अथवा यहाँनिर चाहिँ सम्बन्ध दिएछ यो चाहिँ कति खालको भनेर भन्छ। यहाँ हेर्नुहोस् बाउ र आमाको छोन्सु हुँदैन, शून्य छ। अब त्यस पछाडि बाउ आमासँग छोराछोरीको चाहिँ कति छ भन्दाखेरि इल्छोन छ। अब त्यस पछाडि दाजुभाइको चाहिँ कति छ भन्दाखेरि इछोन छ। यसै गरेर जम्मा हामीले सिकाउने चाहिँ 7 छोनसम्म पढे हुन्छ, यति मात्रै सोध्छ। अब 7 छोनसम्मकै राख्दैछु मैले। इल्छोन भनेको के रहेछ भन्दाखेरि फुमो वा छान्य, आमा बाउ र छोराछोरीको सम्बन्धलाई चाहिँ इल्छोन भन्दो रहेछ। इछोन भनेको चाहिँ ह्याङ्जे जामे, दाजुभाइ दिदीबहिनी, आमा बाउबाट जन्मेको जति पनि छोराछोरी छ उनीहरूको सम्बन्ध चाहिँ कति हुँदो रहेछ भन्दाखेरि इछोन हैन। सामचोन भनेको चाहिँ ह्याङ्जे छासिक वा नाय ख्वान्गे इम्निदा, अघि भने नि सामचोन भनेर, यसरी सामचोन भनेर भन्छ नि। सामचोन भनेको के हो भन्दाखेरि काका हो नि त, यही चाहिँ यहाँ ल्याइदिएको छ। के भन्दाखेरि सामचोन भनेको चाहिँ के भन्दाखेरि ह्याङ्जे छासिक, दाजुभाइको छोराछोरीसँग चाहिँ नावा मसँगको के हो सम्बन्ध भनेपछि काका काकी बडाआमा भनेर यसरी तपाईँले बुझ्नुहुने हुन्छ। अब साचोन चाहिँ बढी सोधिरहेको छ एक्जाममा, साचोन भनेको के हो भनेर। साचोन भनेको चाहिँ तपाईँको छोराछोरी र तपाईँको दाजुभाइको छोराछोरी उनीहरू बिचको सम्बन्धलाई चाहिँ के भन्छ भन्दाखेरि साचोन भनेर भन्छ। ह्याङ्जे छासिक्वा नाय छासिक्वा ख्वान्गे इम्निदा, मैले बिहे गरेर मेरो छोराछोरी जन्म्यो, मेरो दाजुले पनि बिहे गरेर दाजुको छोराछोरी जन्म्यो। अब मेरो छोराछोरी र उनीहरूको छोराछोरी बिचको सम्बन्ध चाहिँ के भयो भन्दाखेरि कजन भन्छ नि, कजन उनीहरूको चाहिँ के हुन्छ भन्दाखेरि साचोन हुन्छ। यसरी तपाईँले बुझ्नु होला। यसको डिटेलमा चाहिँ मैले ओदाङ्गेमा पढाइसकेको छु र यो सोध्ने गर्छ। अघि पनि भने फुबुसाई नुन छोन्सुका अप्सुम्निदा भनेर हैन। फुबुसाई यो बुढाबुढी बिचमा चाहिँ छोन्सु हुँदैन भनेर। पहिलो छोन्सु भनेको के रहेछ, फुमो आमा बाउ र छोराछोरी भनेको 1, अनि त्यस पछाडि दाजुभाइको 2 र दाजुभाइको छोराछोरी र मेरो 3 र मेरो छोराछोरी र दाजुभाइको छोराछोरी चाहिँ 4, बुढाबुढीको हुँदैन। यति बुझ्नु भने हुन्छ। अब त्यस पछाडि 4 मा चाहिँ ख्वागए खाजोक ह्याङ्थे भनेर भन्यो। विगतमा चाहिँ परिवारको स्वरूप कस्तो थियो भन्दाखेरि यो चाहिँ तपाईँहरूलाई इन्टरभ्यूमा पनि धेरै सोध्छ र यो चाहिँ तपाईँहरूलाई फिग्यो गर्ने, तुलना गर्ने भनेर दिन्छ र साथसाथै तपाईँलाई त्यो लामो उमा सोधेको बेला प्याराग्राफमा सोद्धाखेरि पनि यो कुराहरू चाहिँ आएको हुन्छ। हामीले यति बुझ्यो भने त्यो प्याराग्राफ लगभग नपढे पनि हुन्छ। के चाहिँ हुँदो रहेछ भन्दा ख्वाग यो विगतमा चाहिँ परिवारको स्वरूप कस्तो हुन्थ्यो भन्दाखेरि नेपालको जस्तै, त्यति तपाईँले बुझ्नु भने हुन्छ। हान्सिबे यो इम्पोर्टेन्ट, हान्सिब एउटै घरमा चाहिँ हाराबजी, हालमनी, आबजी, अमनी हैन, छान्या दुङ्गे य र सेदेगा हाम्के सानुन ख्वाक्ते खाजो ख्याङ्ते यात्ता भनेर भन्यो। एउटै घरमा चाहिँ हजुरबुवा हजुरआमा हैन, अनि त्यस पछाडि बुवा आमा छोराछोरी इत्यादि चाहिँ विभिन्न खालको सेदे विभिन्न पुस्ताको मान्छेहरू चाहिँ सँगै बस्नेलाई चाहिँ के भन्छ भन्दाखेरि ख्वाक्ते खाजुक भनेर भन्छ, संयुक्त परिवार भनेर भन्छ, अथवा ठुलो परिवार भनेर भन्छ नि, त्यही हो। एउटा त्यो जानियो हैन।
दोस्रो चाहिँ फोतोङ छानेहरू से명에서 5명 정도로 많이 낳았다 भनेर भन्यो। प्राय चाहिँ बच्चा-बच्ची चाहिँ 3 जनादेखि 5 जना जति चाहिँ के हुन्छ भन्दाखेरि धेरै जन्मिन्छ भनेर भन्यो। केमा भन्दाखेरि 확대 가족मा। यो 확대 가족 कहिले हो भन्दा विगतको। त्यसपछाडि 장남이 부모님을 모시고 사는 경우가 많았다। नेपालसँग ठ्याक्कै उल्टो छ। 장남이 भनेर भन्यो। 장남이लाई के पनि भन्छ भन्दाखेरि छच्चे भनेर पनि भन्छ हैन। छच्चे भनेको पहिलो जेठो छोरालाई के भन्छ 장남이 भनेर भन्छ। जेठो छोराले चाहिँ आमा बुवालाई मोसीको सानो मोसिदा भनेको चाहिँ सेवा सम्मान साथ राखेर बाँच्ने अवस्था चाहिँ के थियो भन्दाखेरि धेरै थियो हैन। यसरी बस्ने अवस्था चाहिँ धेरै थियो। बाँच्ने भन्दा पनि बस्ने अवस्था चाहिँ धेरै थियो। छाङनामीले अब हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि माग्नेले बढी गर्छ हैन। माग्ने भनेको के हो कान्छो हो नि त। कान्छोले चाहिँ धेरै गर्छ। त्यसैले दोस्रो तेस्रोलाई के भन्छ भन्दाखेरि यसरी थुल्चे हैन अनि सेच्चे गरेर जान्छ। पहिलोलाई छच्चे भन्छ जेठा छोरालाई अथवा के पनि भन्छ छाङनाम पनि भन्छ। त्यसपछाडि माइलोलाई के भन्छ थुल्चे भन्छ, साइलोलाई के भन्छ सेच्चे भन्छ, अनि सबैभन्दा कान्छोलाई के भन्छ माग्ने भनेर भन्छ। यति पनि बुझ्नुभयो। यो यस्तो सम्बन्ध चाहिँ कहाँ हुन्थ्यो भन्दाखेरि ख्वा गए खाजोक 형태 विगतको परिवारको स्वरूप चाहिँ यो खालको हुन्थ्यो। हन्डे खाजोक 형태 चाहिँ कस्तो हुन्छ भन्दाखेरि अहिलेको चाहिँ कस्तो छ भनेर अब यहाँ तपाईँ हामीले बुझ्नुपर्ने हुन्छ। आजकालको परिवारको स्वरूप भनेको 부모와 미혼 자녀가 함께 사는 핵가족 형태가 많다। 부모와 कोसँग भन्दाखेरि बाउआमासँग चाहिँ मिहोन छानेका मिहोन भनेको बिहे नगरी बसेका जुन छोराछोरी हुन्छ बिहे नगरेको छोराछोरीहरू चाहिँ सँगै हाम्के सानुन बस्ने हेक्काजोक 형태가 많다 हैन। सानो परिवार चाहिँ को स्वरूप चाहिँ धेरै छ। सानो परिवारको स्वरूप धेरै छ। अहिले चाहिँ के गर्दो रहेछ भन्दाखेरि बाउआमासँग विवाह नगरेको छोराछोरी चाहिँ सँगै बस्ने अवस्था रहेछ। 보통 자녀를 한 명에서 2명 정도로 찾게 낳는다 भनेर भन्यो। प्राय चाहिँ बच्चा-बच्चीहरू चाहिँ 1 जनादेखि 2 जना जति चाहिँ थोरै मात्रामा जन्मिन्छ। पहिले कति थियो 3 देखि 5 जना। हाम्रो नेपालमा त 8-12 जना पनि जन्माउँथ्यो हैन। अनि त्यसपछाडि 부모님을 모시고 사는 경우가 줄었다। 부모님을 आमा बाउलाई चाहिँ आमा बाउसँग सँगै बस्ने अथवा आमा बाउलाई पालेर बस्ने अवस्था चाहिँ अहिले के भयो छुरत्ता घट्यो भनेर भनेको छ। अब नेपालसँग चाहिँ कसरी गर्ने भन्दाखेरि नेपालसँग तपाईँले तुलना गर्नु भने यो माथिको तपाईँले भनिदिनु भने हुन्छ। माथिकोलाई चाहिँ यो चाहिँ नेपालमा यस्तो छ यो चाहिँ कोरियामा यस्तो छ भन्यो भने ठ्याक्कै मिल्छ। यो एउटा तपाईँहरूलाई टिप्स दिएको मैले। अब अर्को नजानी नहुने अर्को यो खाजुकमा के छ भने यो इरिन खागु भनेको के हो थोक्क नोइन भनेको के हो भनेर तपाईँले बुझ्नुपर्छ। इरिन भनेको एकजना नामैमा के छ खागु भनेको परिवार हो नि त हैन व्यक्ति। इरिन भनेको चाहिँ एकजना मात्रै एक्लै बस्ने व्यक्ति होन्जा सान खागुइदा भनेर एक्लै बस्छ। जस्तै तपाईँहरूले देख्नुभएको होला कोरियनहरू चाहिँ के अरे गाउँबाट यहाँनिर कम्पनीमा काम गर्दाखेरि एक्लै रुम लिएर बसेको हुन्छ। बिहे पनि गरे हुँदैन आमा बाउसँग बसे हुँदैन अथवा पढ्न आउनेहरू हो। तिनीहरू भनेको के हो भन्दाखेरि इरिन खागु एक्लै बस्ने एउटा कोठामा एक्लै बस्ने हैन। थोक्क नोइन भने थोक्क भनेको एक्कल थोक भनेको के हो एक्लै हो नि त हैन। थोक्क नोइन भनेको वृद्ध भयो। थोक्क नोइन भनेको एक्लै बस्ने वृद्ध होन्जा सानो नोइन एक्लै बस्ने वृद्धलाई के भन्छ थोक्क नोइन भन्छ। इब्याङ खाजोक भन्यो। इब्याङ खाजोक भनेको एडप्ट गरेको मसिनो बालबच्चालाई चाहिँ कसैको छोराछोरी भएन अथवा बिहे गरेपछि छोराछोरी नजन्मिएको अथवा बिहे नगरी चाहिँ म त्यतिकै छोराछोरी पाल्छु भन्ने खालकोहरूले एडप्ट गरेर राख्नेलाई के भन्छ इब्याङ खाजोक भनेर भन्छ। हानपुमो खाजोक भन्यो। हानपुमो खाजोक भनेको चाहिँ एकल अभिभावक परिवार भन्नु खोजेको। जस्तै बाउआमा मध्ये कि आमा मात्रै छ कि बाउ मात्रै छ। यो छोराको चाहिँ के छ भन्दाखेरि कि बाउ मात्रै छ कि आमा मात्रै छ भने यसलाई के भन्छ भन्दाखेरि हानपुमो खाजुक भनेर भन्छ। हानपुमो वा छानेहरू हिरोजिनुन खाजुकिदा भनेर यहाँ पनि भने एउटा जुन आमा अथवा बाउसँग चाहिँ छान्यो बच्चा चाहिँ के हो भन्दाखेरि पुरा हुने परिवार भनेर भन्यो। छुमाल पुम्बु भन्यो। छुमाल पुम्बु भनेको चाहिँ हप्ताको अन्तमा मात्र भेट्ने शनिबार आइतबार मात्र भेट्ने अरू बेला काम गर्ने हैन। जस्तै एउटा सौलमा छ एउटा बुसानमा छ अनि के गर्यो भन्दाखेरि ठ्याक्क छुट्टी भएको बेला मात्रै भेट्ने अरू बेला काममै बिजी हुने त्यस्तो खालको परिवारहरू पनि छ छुमाल पुबु भनेर।
मातपरी पुबु भनेको चाहिँ दुवैजनाले मिलेर मात भनेको के हो? मिल्नु नि हैन, फल्दाको कमाउनु। मातपरी भनेको मिलेर कमाउने, फुबु भनेको जोडी। दुवैजना काम गर्ने दम्पतिलाई चाहिँ के भन्छ भन्दाखेरि मातपरी पुबु भन्छ। दुवैजना कम्पनीमा जाने। थुल्दा इल्हानुन फुबु हिदा भनेर भने हैन, दुईटैले चाहिँ काम गर्ने भनेर। यसरी चाहिँ अब हामीले यो खाजोक ह्यङथे र खाजोक होछिङ र खाजोकको हामीले यो प्रकारहरूलाई चाहिँ बुझ्यौँ हैन। यति बुझे हुन्छ। अब त्यस पछाडि यहाँ तल जाउँ। अब यहाँनिर चाहिँ 3 नम्बरमा हाङ्गुके छुग भन्ने कोरियाको आवाज। यो कोरियाको आवाज बुझ्नुभन्दा अगाडि हामीले यो छिप र छुतेक भनेको के हो भनेर बुझौँ। जस्तो छिपको छोङ्न्यो, यसको प्रकारमा चाहिँ के हुन्छ भने यसको स्वरूप चाहिँ सोयु फाङ्सिक हुन्छ। सबैभन्दा मेन भनेको सोयु फाङ्सिक। सोयु फाङ्सिक भनेको स्वामित्व, को हो त ओनर, मालिक को हो भन्ने चाहिँ यो घरको प्रकारमा चाहिँ यहाँनिर देख्न पाइन्छ। भने छुतेके छुङ्न्यो भने छुतेक आवाजको बसोबासको यो प्रकारमा चाहिँ विशेष गरी केमा भन्दाखेरि खजु फाङ्सिक बसोबासको शैलीलाई चाहिँ अपनाएको हुन्छ। यति तपाईँले बुझ्नुहुने हुन्छ। छिपमा के हुन्छ अरे, यो चाहिँ स्वामित्व कसको, ओनरको हो भन्ने हुन्छ भने यो छुतेक आवाजको बसोबासमा चाहिँ के हुन्छ भन्दाखेरि यसमा चाहिँ बसोबासको शैलीलाई अपनाएर छुटाइएको हुन्छ प्रकारहरू, घरको प्रकारहरू र बसोबासको प्रकारहरू। पहिले हेरौँ घरको प्रकारमा चाहिँ के हुन्छ भन्दाखेरि घरको प्रकारमा चाहिँ थान्दोक भनेको चाहिँ एकल स्वतन्त्र भन्ने पनि यसको अर्थ के हुन्छ, एकल स्वतन्त्र। छुतेक भनेको आवाज हैन। यसरी थान्दोक छुतेक एकल परिवार, एक परिवार एक मालिक, हाम्रो घर जस्तै हो। यी यस्तोहरूलाई के भन्छ भन्दाखेरि थान्दोक छुतेक। था भन्नु बित्तिकै धेरै, था खाएको छुतेक भनेको धेरै चाहिँ के हो भन्दाखेरि परिवारहरू चाहिँ के हुन्छ, धेरै हुन्छ हैन। अनि त्यस पछाडि मालिक चाहिँ के हुन्छ भन्दाखेरि जहिले पनि एकजना हुन्छ। यसरी थान्दोक छुतेक र थागाको छुतेकमा मालिक एकजना हुन्छ, तर थान्दोकमा थोक्क नोइन भने जस्तै थान्दोक भनेको स्वतन्त्र एकल भएकोले एक मालिक एक परिवार, तर थागाको छुतेकमा चाहिँ एक मालिक हुन्छ अनि परिवार के हुन्छ, धेरै हुन्छ। खोङदोङ छुतेक, खोङ भन्नु बित्तिकै के हो भन्दाखेरि सार्वजनिक हो नि त। सार्वजनिक भएको कारणले खोङदोङ छुतेकमा चाहिँ के हुन्छ भन्दाखेरि धेरै परिवार र व्यक्तिहरू एउटै भवनमा र आवास गर्ने हैन। अनि यसको कसरी बुझ्न सकिन्छ भने साथसाथै यसमा धेरै परिवार पनि हुन्छ र साथसाथै के पनि हुन्छ भन्दाखेरि मालिकहरू पनि धेरै हुन्छ भनेर यसरी तपाईँले बुझ्नुहुने हुन्छ। खोङदोङ छुतेकमा हैन सेयर लगानी गरेर बनाएको हुन्छ नि त। यसैमा के पर्छ भन्दाखेरि यल्लिम छुतेक भन्ने, यल्लिम छुतेक हुन्छ नि, यो चाहिँ लामो कोलोनी बनाएर बसेको हुन्छ नि, सानो घर भनेर धेरै हो। त्यो पनि केमा पर्छ, खोङदोङ छुतेकमै पर्छ। अनि त्यस पछाडि गएर अर्को भनेको थासेदी छुतेक पनि हुन्छ। थासेदी छुतेक भनेको पनि मल्टी फ्यामिली हाउस भनेर राखेको हुन्छ नि हैन, घर बनाएर हो। यिनीहरू चाहिँ सबै केमा पर्छ भन्दाखेरि खोङदोङ छुतेकमा पर्छ। यसरी तपाईँले बुझ्नुहुने हुन्छ। अब 2 नम्बरमा छुतेकी छोङ्न्यो हेरौँ। बसोबासको शैली अथवा खजु फाङ्से, यिनीहरू चाहिँ के कस्तो हुन्छ भने अपाथु भन्छ। अपाथु भनेको अपाट, फिल्ला हुन्छ, वल्नुम हुन्छ, ओफिसथेल हुन्छ, छनवन छुतेक हुन्छ, स्याओ हाउसु हुन्छ। यिनीहरू चाहिँ के हो भन्दाखेरि यो चाहिँ छुतेकको छोङ्न्योहरू भयो, बसोबासको शैलीहरू भयो। अब कस्तो कस्तो हुँदो रहेछ भनेर अझै यसलाई स्पष्ट हेरौँ। जस्तो यहाँनिर छ, यहाँनिर हामीले हेर्न सक्छौँ सुरुमा छुतेक छ। छुतेक भनेको के हो भन्दाखेरि अघि पनि भनेको छ, सारामी सानुन मोदुन छिबीलाई के भन्छ भन्दाखेरि मानिसहरू बस्ने सबै घरलाई चाहिँ छुतेक भनेर भन्छ हैन। थेक मात्रै पनि भन्छ नि, थेक भनेको चाहिँ के हो भन्दाखेरि घर भयो हैन, आवास निवास भनेर भन्दा हुन्छ। यसरी सारामी सानुन मोदुन छिबिदा भनेर भन्यो। आफातु थान्दोक छुतेकहरू चाहिँ के हो भन्दाखेरि छुतेकको यो चाहिँ उदाहरण भयो। थान्दोक छुतेक, अब छुतेकदेखि अब छुटाउँदै जाउँ। यहाँ थान्दोक छुतेक छ, थागाको छुतेक छ, खोङदोङ छुतेक छ। अब यिनीहरूको बारेमा हामी हेर्छौँ। थान्दोक छुतेक भनेको चाहिँ अघिकै कुरा दोहोऱ्याएको है मैले, यहाँनिर माथि अस्पष्ट हुन्छ नि, यहाँ लेखि नै दिएको। हान खाजुगी सानुन छिबिदा। थान्दोक भनेको के हो, एउटा परिवार बस्ने घर हो। खेइन छिप, छनवन छुतेक, छुइनी हानम्यङी छुतेकुल मारहान्दा, यसलाई इल्बान छुतेक भनेर पनि भन्छ।
केही व्यक्तिगत घर छनवन छुतेक भनेको गाउँघरमा बसेको यो कोरियाको गाउँघरमा यो खालको घरहरू बनाएर बसेको हुन्छ नि, यो हाम्रो नेपालको जस्तो होइन, यस्तो यो के अरे त्रिभुजाकारको, यिनीहरूलाई के भन्छ छनवन छुतेक। यो छनवन छुतेक चाहिँ विशेष गरी प्रकृतिसँग चाहिँ सम्बन्धित हुन्छ, गाउँको प्रकृतिसँग। त्यसैले जहाँ चाहिँ के हुन्छ, बगैँचाहरू हुन्छ, खेल्ने ठाउँ हुन्छ, अगाडि के हुन्छ भन्दाखेरि सागसब्जी रोप्ने करेसोबारीहरू हुन्छ, यसलाई चाहिँ छनवन छुतेक भन्छ। छुइनी हानम्याङ होइन, यसको मालिक चाहिँ के हुन्छ, एकजना हुन्छ होइन, एकजना मात्रै हुनेलाई चाहिँ के भन्छ भन्दाखेरि यसरी थान्दोक छुतेक भनेर भन्छ, यसलाई इल्बान छुतेक भनेर बुझ्दा पनि हुन्छ। थाखागु छुतेक, थाखागु, था भन्ने बित्तिकै सबै परिवार हुने होइन, यर खाजुगी साल्चिमान छुइनुन हानम्याङी छिबिदा भनेर भने। थागागु छुतेकमा धेरै परिवार त बस्छ, तर छुइन मालिक चाहिँ के हुन्छ भन्दाखेरि एकजना मात्रै हुन्छ। यो कुरा बुझ्नु होला, धेरै परिवार बस्ने तर मालिक चाहिँ एकजना थाखागु छुतेकमा। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि इछुङ इम्दे छुतेक भनेर भने, इछुङ 2 तलाको भाडाको घर, इम्दे भनेको के हो, भाडामा लाउने हो नि त, यसरी 2 तलाको भाडाको घर भन्छ। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि यहाँ चाहिँ बस्न मात्रै पाइन्छ, तर यो हासुक छिप भन्ने छ नि, हासुक छिप चाहिँ यो खिसुक्साहरूसँग तपाईँहरूले कम्पेयर गर्नुभयो भने हुन्छ। त्यहाँ चाहिँ के हुन्छ, बस्न पनि पाइन्छ, खाना पनि पाइन्छ, विद्यार्थीहरू धेरै जस्तो हुन्छ, यसरी तपाईँले बुझ्नु होला। खनमुरे यर खागुगा साल्चिमान छिपचुइनी अथवा यो जुन मालिक हुन्छ, ओनर होइन, सोयुजु, यो चाहिँ हानम्याङिदा भनेर भनेको छ। यसमा पनि के हुँदो रहेछ भन्दाखेरि एकजना मात्रै परिवार भनेर, एकजना मात्रै मालिक। थान्दोक छुतेकमा पनि एकजना मालिक, थाखागु छुतेकमा पनि एकजना मालिक। तर यो खोङ भन्नु बित्तिकै सार्वजनिक, अथवा खोङ भनेको सबैले मिलेर गर्ने हो नि त होइन, के अरे सामूहिक रूपमा। खोङदोङ भनेको सामूहिक, छुतेक भनेको आवास। अब यो सामूहिक आवास भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि सँगै मिलेर बस्ने होइन। यसमा चाहिँ के हुन्छ भन्दाखेरि यर खाजोकी सालको छुइन्दो खाक्का किन्नु छिबिदा भनेर भने। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि धेरै परिवारहरू पनि हुन्छ, र साथसाथै मल्टी धेरै चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर साहुहरू अथवा ओनरहरू पनि हुन्छ। धेरै परिवार बस्ने र प्रत्येकको मालिक फरक फरक हुने घरलाई चाहिँ के भन्छ भन्दाखेरि खोङदोङ छुतेक भनेर भन्छ। जस्तै आफातु बिल्ला भनेर होइन। त्यसो भए आफातु भनेको चाहिँ के हो भन्दाखेरि खुन खोङदोङ छुतेकिदा भनेर, ठुलो चाहिँ सामूहिक घर हो भनेर भन्यो होइन, सामूहिक आवास गर्ने ठाउँ हो, ठुलो सामूहिक घर हो। के हुन्छ भन्दाखेरि यो पनि 2 प्रकारको हुन्छ, विशेष गरी के खोचुङ आफातु र थेदान्ची आफातु भन्ने। खोचुङ भनेको सहरको बिचमा चाहिँ एउटा मात्रै लामो लामो भएकोलाई चाहिँ खोचुङ आफातु भन्छ। थेदान्ची भनेको चाहिँ सहरमा चाहिँ एउटैमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा एरियामा थुप्रै थुप्रै चाहिँ टुक्रुक 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 उभाएको अपार्टहरू हुन्छ नि, त्यो थान्जी हुन्छ नि, हो त्यसलाई के भन्छ भन्दाखेरि त्यो चाहिँ थेदान्ची आफातु भनेर भन्छ होइन। अब त्यस पछाडि बिल्ला भनेको के हो त, भिल्ला भनेको चाहिँ छागुन खोङदोङ छुतेकिदा भने सानो सामूहिक घर हो। यो चाहिँ साछुङ भन्दा चाहिँ इया हुन्छ, मुनि हुन्छ होइन, 4 तलेभन्दा माथि हुँदैन, 4 तलेभन्दा तल भएकोलाई बिल्ला भन्छ, 5 तलेभन्दा माथि भएकोलाई अपार्ट भन्छ होइन। यो कुरा पनि बुझ्नु होला। यो चाहिँ के हुन्छ भन्दाखेरि साचुङ बिल्ला अथवा छजुङ छुतेक भनेर पनि भन्छ होइन। सानो के अरे कम उचाइको चाहिँ बिल्डिङ भनेर त्यसरी तपाईँले बुझ्नुहुने हुन्छ। वन रुम भनेको एउटै हानबाङे मोदुन गसी हिँड्नु छिबिदा, एउटै घरमा चाहिँ के हुन्छ भन्दाखेरि सबै हुन्छ, सुत्ने ठाउँ, पकाउने ठाउँ, नुहाउने ठाउँ, टोयलेट होइन, सबै भएकोलाई चाहिँ के भन्छ, एउटै कोठामा भएकोलाई चाहिँ के भन्छ भन्दाखेरि वन रुम भनेर भन्छ। एउटै कुरा एउटै कोठामा हुने घर हो होइन। अब जस्तै यसको उदाहरणहरूमा चाहिँ के हुन्छ भन्दाखेरि छाचुइपाङ हुन्छ, अर्को खोसिवान वनरुम भन्ने। छाचुइपाङ भनेको चाहिँ कस्तो हुन्छ नि, यो छाचुइपाङ भनेको चाहिँ विशेष गरी यो चाहिँ एक्लै बस्ने खुन्जा सिङवाल भनेर भन्छ। सानो किचन हुन्छ, बाथरुम हुन्छ, अनि लाइफ चाहिँ फ्रिली हुन्छ होइन। यसलाई चाहिँ के भन्छ भन्दाखेरि छाचुइपाङ हुन्छ। तर यो खोसिवन भनेको चाहिँ कस्तो हुन्छ भने यो चाहिँ एकदमै सानो कोठा हुन्छ होइन, एकदमै सानो कोठा हुन्छ। यो प्राय विद्यार्थी र कामदारहरू बस्नको लागि बनाइएको हुन्छ। अनि कोठा चाहिँ एकदमै धेरै सानो भएकोले भाडा पनि सस्तो हुन्छ। किचन बाथरुमहरू चाहिँ सेयर गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ खाना पनि के हुन्छ भन्दाखेरि प्राप्त हुन्छ भनेर यसरी तपाईँले बुझ्नु भने हुन्छ होइन। यसलाई चाहिँ के भन्छ भन्दाखेरि वन रुम भनेर भन्छ। भोलि पर्सि वन रुमको बारे यिनीहरू कोठाहरू दिएको थियो भने चाहिँ यो कहाँ पर्दो रहेछ भन्दाखेरि वन रुममा पर्दो रहेछ भनेर बुझ्नु पऱ्यो होइन।
ओफिसुथेल भन्छ। ओफिसतेल भनेको चाहिँ इल्ग्वा छुगरुल हाम्के हानुन छिबिदा भने त्यही ठाउँमा काम पनि गरिन्छ, त्यही पनि बसोबास पनि गरिन्छ अनि त्यसलाई के भन्छ ओफिसतेल भनेर भन्छ। अनि अर्को इरिन सामुसिल भन्यो होइन, यो चाहिँ कस्तो भन्दाखेरि एकजना काम गर्ने अनि त्यस पछाडि त्यही चाहिँ के गर्ने भन्दाखेरि काम पनि गर्ने, त्यही बस्ने होइन, एकजना व्यक्तिको। अर्को वन रुम ह्याङ भन्छ। यो चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि यो वन रुम जस्तै खालको प्रकृतिको हुन्छ भनेर तपाईँले बुझ्नु भने हुन्छ। अब यो आयो अघिदेखि कुरा गरेको छन्वन छुतेक भन्ने। छन्वन छुतेक भनेको चाहिँ छायन सोगे इन्जुन छिबिदा, प्रकृतिमा रहेको घर होइन। सिगोल छिप नुङ्गा छुतेक भन्ने। सिगोल छिप भनेको गाउँघरमा भएको घरलाई के भन्छ, यो चाहिँ छन्वन छुतेक भन्छ। नुङ्गा भनेको चाहिँ कृषि गर्ने होइन, यसरी कृषि गर्ने एरियामा भएकोलाई चाहिँ के भन्छ भन्दाखेरि यो चाहिँ छन्वन छुतेक भन्छ भनेर बुझ्नु पनि हुन्छ। आयो अर्को खोङ्यु छुतेक भन्ने। खोङ्यु छुतेक भनेको चाहिँ खाजोकी आनिन सारामदोरी हान्छिब खन्मुरे सालम्यन खेइन खोङ्गानुल तारो खाजिम्यान्छ खसिरिना छुबाङ खातुन खोङ्गानुन खाची यो खानुन छिबुल मारान्दा भनेर भन्यो। यो चाहिँ यसलाई के पनि भन्छ भन्दाखेरि स्याओ हाउसु पनि भन्छ अथवा खोङदोङ सेङवाल छिप भनेर पनि भन्छ। खाजोकी आनिन सारामदुरी होइन, परिवार नभएको मान्छेहरू चाहिँ एउटै बिल्डिङमा एउटै घरमा बसोबास गर्दै खेइन खोङ्गान होइन, आफ्नो व्यक्तिगत जुन एरिया छ, आफ्नो प्राइभेट स्पेस चाहिँ बेग्लै भएको, तर त्यो जुन खसिल छ, मिटिङ रुमहरू बैठक रुमहरू छ होइन, के अरे रेस्ट रुमहरू छ, अनि त्यस पछाडि छुबाङ यो के अरे किचनहरू छ, अनि त्यस्तै बाथरुमहरू छ। हो त्यस्तोहरू चाहिँ के गर्ने भन्दाखेरि सबैले त्यहाँ बस्ने सबैले चाहिँ के गर्ने भन्दाखेरि सेयर गर्ने होइन। जस्तै हामी काठमाडौँ आएर चाहिँ कोठाबाट बस्दाखेरि थुप्रै हुन्छ परिवारहरू, टोइलेट एउटै युज गरिरहेको हुन्छ होइन, धारा एउटै युज गरिरहेको हुन्छ, अनि त्यस पछाडि मिटिङ हल त्यो टिभी रुमहरू एउटै युज गरिरहेको हुन्छ। त्यो चाहिँ साझा सबैले सफा गर्ने यो चाहिँ पालो सिस्टम गरिन्छ नि, हो त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि खोङ्यु छुतेक भनेर भन्छ होइन, सेयर गरेर चलाउने। यसैलाई के भन्छ स्यावा हाउसु भनेर भन्छ। अब घरको प्रकृति एकचोटि पिक्चरहरूमा हेरौँ कस्तो कस्तो हुन्छ। यसलाई के भन्छ भन्दाखेरि अफात। अफात दुई खालको हुन्छ होइन, एउटा खोचुङ एकदमै अग्लो, अर्को चाहिँ थान्जी भन्ने होइन। के हुन्छ भन्दाखेरि 4 तलाभन्दा माथिकोलाई चाहिँ के भन्छ, 4 तलाभन्दा मुनिकोलाई बिल्ला भन्छ। यसलाई यो खालकोलाई के भन्छ बिल्ला भन्छ। आफातो चाहिँ के भन्छ ओछुङभन्दा माथिको। र छन्वन छुतेक भनेको यस्तो हुन्छ, यसलाई के भन्छ छन्वन छुतेक। तपाईँ हाम्रो गाउँघरको चाहिँ घरलाई के भन्छ भन्दाखेरि छन्वन छुतेक भनेर भन्छ। त्यस पछाडि अर्को पनि हेरौँ, यो चाहिँ के हो वन रुम। हेर्नु त साइकल पनि यहीँ छ, किचनहरू पनि यहीँ छ, सुत्ने ठाउँ सबै यहीँ छ होइन। यसलाई के भन्छ भन्दाखेरि वन रुम भन्छ। र ओफिसतेल भनेको चाहिँ यहाँ हेर्नुहोस् के अरे तल मुनि चाहिँ के हो भन्दाखेरि बैठक सैठक गर्ने ठाउँ होइन, काम गर्ने ठाउँ। यता भित्र चाहिँ के छ भन्दाखेरि यहाँनिर अफिस छ, अनि माथि उपरमा चाहिँ गएर सुत्ने ठाउँ छ। यसलाई के भन्छ ओफिसतेल भन्छ। अनि यो खोङ्यु छुतेक भनेको जस्तै प्राइभेट सुत्ने कोठाहरूदेखि लिएर अरू चाहिँ प्राइभेट कोठा हुन्छ, र यो जुन खसिलहरू हुन्छ यो के अरे बैठक कोठाहरू, यिनीहरू चाहिँ के हुन्छ भन्दाखेरि सेयर गरेर होइन साझा रूपमा प्रयोग गर्ने चिजलाई चाहिँ के भन्छ खोङ्यु छुतेक भनेर भन्छ। अब यो त भयो घरको प्रकृतिहरू, घरको प्रकारहरू। अब यो हामीले यो पनि जान्नुपर्ने हुन्छ। जस्तै यो खोङ्यु छुतेकको बारे अघि पनि भनेको थिएँ होइन, साझा घर भनेर, यहाँ पनि आएछ। अब यहाँ हेर्नुहोस् छुग मुनवाई फ्यान्वा भनेर भन्यो। आवाज संस्कृतिमा चाहिँ परिवर्तन। अब यो परिवर्तन चाहिँ तपाईँहरूलाई सोध्छ के कुरामा चाहिँ बसोबासमा चाहिँ परिवर्तन भएछ, यो संस्कृतिमा के फरक भएछ भन्दाखेरि ख्वागएनुन थान्दोक छुतेकी थेबु पनि इसुना योजुमुन खोङदोङ छुतेक पिल्ला आफातुई माना जत्ता। पहिले चाहिँ के हुन्थ्यो भन्दाखेरि एकल घरहरू होइन, एउटा मालिक र एउटा परिवार बस्ने खालको थान्दोक छुतेक चाहिँ थेबु पनि प्राय जस्तो चाहिँ के थियो भन्दाखेरि धेरै थियो। तर योजुमुन आजभोलि चाहिँ के छ भन्दाखेरि खोङदोङ छुतेक होइन, मालिक पनि धेरै परिवार पनि धेरै बस्ने खालको बिल्ला होइन आपाटहरू चाहिँ के छ भन्दाखेरि धेरै भएछ। यसरी चाहिँ विगत र अहिले चाहिँ परिवर्तन भएछ। दोस्रो योजुमुन खेथुङ्गी फेलिआगो फेनिसिसरी छाल थियो हिँड्नु आफातरुल सनुहानुन सारामी मात्ता। आजभोलि चाहिँ विशेष गरी के लिन्छ भन्दाखेरि खेतुङ यातायात चाहिँ सहज हुने ठाउँ, र फेनिसिसल जहाँ चाहिँ
चट्टै गएर चाहिँ सामानहरू किन्न सक्ने, मार्ट जानु सक्ने होइन। अनि त्यस पछाडि गएर यो उनेङहरू, बेङहरू भयो, अनि त्यस पछाडि फ्याङ्गनहरू, हस्पिटलहरू भयो होइन। यिनीहरू यस्तो यस्तो अनि यो के अरे हाक्कीहरू त्यस्तो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ धेरै बस्ने होइन। अनि त्यस्तो नजिक भएको अपार्ट चाहिँ के गर्छ भन्दाखेरि अपार्टमेन्टहरू चाहिँ सनो उनीहरूले चाहिँ उनीहरूको त्यो प्राथमिकतामा पर्छ, उनीहरूले छान्दछ भनेर। खोङदोङ छुते बिल्ला र आफातु छ नि यो एसनुन छुङ्गाङसुम तेमुने इयुदक्वा खाल्तुङी सेङ्गिगिदो हान्दा। अब यहाँनिर छुङ्गाङसुमको बारे पनि भन्यो। अब यसको के अरे यसरी यो खोङदोङ छुतेकमा चाहिँ के पनि हुन्छ भन्दाखेरि समस्या के पनि हुन्छ भने यो बिल्ला र आफादु छ नि यसको जुन यो यस्तो तलामा माथिल्लोमा अर्कै के अरे बेग्ला बेग्लै परिवारहरू बस्ने भएकोले डाङडाङ र डुङडुङ हुने गर्छ होइन। यसलाई चाहिँ के भन्छ भन्दाखेरि एउटा तलाको डिस्टर्ब चाहिँ माथिल्लो तला अथवा तल्लो तलामा पर्नुलाई चाहिँ यसलाई चाहिँ के भन्छ भन्दाखेरि छुङ्गाङ सुम भनेर भन्छ होइन। छुङ्गाङ भन्ने बित्तिकै त्यो बिचबाट आएको मात्रै मान्न सकिन्न, जहाँबाट आउँछ त्यो चाहिँ के हो भन्दाखेरि छुङ्गाङ सुम भनेर भन्छ। यसरी आउने चाहिँ के हुनाले गर्दाखेरि चाहिँ युथ छिमेकीसँग चाहिँ खाल्तुङ के हुन्छ भन्दाखेरि मनमुटाव हुने होइन, द्वन्द्वहरू हुने गर्दछ, झगडाहरू हुने गर्दछ। उन्थुरुल हान नोन्यन छुङुन थोसी छुब्यान वै ग्वाक ए छनवन छुतेकुल छिटको साल्गिदो हान्दा। उन्थुरुल हान अवकाश प्राप्त गरेको, नोन्यन भनेको वृद्ध हो, छुङ भनेको वर्ग होइन, वृद्ध वर्गहरू अथवा यसलाई के पनि भनिन्छ भन्दाखेरि उमेर चाहिँ पुगेको मानिसको समूह पनि भन्छ होइन। यसरी रिटायर भएका उमेर पुगेको मानिसको समूह होइन। छुङ भनेको वर्ग अथवा समूह हो नि त। चाहिँ थुसी छुबेन सहरको वरिपरि अथवा सहरको छेउमा चाहिँ यसलाई के भन्छ भन्दाखेरि वेग्वाक भनेर भन्छ। यो वेग्वाक भनेको चाहिँ जस्तै यो सहर हो भने यसको वरिपरि भन्न खोजेको सहरभन्दा बाहिर चाहिँ के भन्दाखेरि छनवन छुतेक। छनवन छुतेक भनेको अघिको जस्तो घर होइन, गाउँको जस्तो घर चाहिँ छिटको बनाएर साल्गिदो हान्दा बस्ने पनि गर्दछ भनेर यसरी यो के अरे बसोबासको परिवर्तन चाहिँ यो तरिकाले हुँदै गएको रहेछ। र अर्को हामीले के बुझ्नुपर्छ भने खजु ह्याङ्थे भनेर बसोबासको तरिकाहरू पनि बुझ्नुपर्ने हुन्छ। जस्तै बसोबासको तरिकामा चाहिँ हामीले के बुझ्नुपर्छ भने घर किन्नेले त किन्यो आफ्नै यो छनन छुतेकहरू बनायो, प्राइभेट घर र प्राइभेट परिवार होइन, एक परिवार प्राइभेट ओनर भएर। तर सबैलाई चाहिँ के हुन्छ भन्दाखेरि कोरियामा घर बनाउने सक्ने त्यो क्षमता दिँदैन होइन, अथवा हुँदैन भनौँ न। त्यतिखेर चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि भाडामा लिनुपर्ने हुन्छ। अब त्यो भाडा चाहिँ कस्तो कस्तो खालको हुन्छ अथवा घरको जुन त्यो तरिकाहरू चाहिँ कस्तो कस्तो छ भनेर एकचोटि बुझौँ। सुरुमा आउँछ छागा भनेर भन्छ। यो छागा भनेको चाहिँ के भने छागिगा सोयुहान छिबेछ सानुन घसुल मारिदा भनेर भन्यो होइन, मारान्दा भनेर भन्यो। आफ्नै घरमा बस्नेलाई छागिगा भनेको आफ्नो, सोयुहान भनेको आफ्नै स्वामित्व भएको, आफ्नै ओनर भएको होइन, घर चाहिँ आफ्नै ओनर भएको चाहिँ घरमा चाहिँ बस्ने कुरालाई चाहिँ छागा भनेर भन्छ। छागा भनेको के हो? आफ्नै घर, आफ्नै परिवार होइन, प्राइभेट घर। छन्से भन्छ। यो चाहिँ नेपालमा छैन, विशेष गरी कोरियामा मात्रै छ। छन्से भनेको चाहिँ छिप्चुइनेगे इल्चङहान थोनुल फोजुङगुमुरो मात्किगो येया खिगान्तोगान छिबिना फाङ्गुल फिल्य सुनुन फाङ्सिकिदा हाङ्गुके समान नल्ली वार्याङ दैनुन खजु ह्याङ्थिदा भन्यो। छिप्चुइनेगे भने घरको मालिकलाई इल्चङहान निश्चित थोन पैसा चाहिँ फोजुङगुमुल होइन डिपोजिटको रूपमा चाहिँ मात्किगो जिम्मा दिएर खेयाक खिगान्तोगान सम्झौता, खियाक भनेको के हो? सम्झौता। म 2 वर्ष यो घरमा बस्छु, 4 वर्ष यो घरमा बस्छु भनेर खिगान्तोगान छिबिना भाङ्गुल घर अथवा कोठा चाहिँ फिल्य सुनुन सापट्टि लिने अथवा के अरे त्यसरी आफ्नो नाममा गर्ने फाङ्सिकिदा यो चाहिँ तरिका हो अरे। हाङ्गुके समान नल्ली कोरियामा मात्रै व्यापक रूपमा चाहिँ ख्वार्याङ दैनुन होइन प्रयोग भएको अथवा चलन चल्तीमा आउँदै गरेको खजु ह्याङ्थिदा बसोबासको यो चाहिँ स्वरूप हो भनेर भन्यो। धरौटी रकम राखेर घर भाडामा लिने भन्न खोजेको, कोरियामा मात्रै पाइने तरिका हो होइन। यो चाहिँ के हुन्छ भन्दाखेरि 2 वर्षसम्मको लागि चाहिँ के हुन्छ घर किन्ने, त्यो घरै त्यो कोठा चाहिँ आफ्नै भयो। 2 वर्षसम्म कन्ट्र्याक्ट गर्ने, 2 वर्षसम्म चाहिँ के गर्ने घर किन्ने, अनि त्यो 2 वर्षभरि चाहिँ त्यो घर आफ्नै भयो होइन। अब होल्से भन्छ। होल्से भनेको चाहिँ कस्तो भने तपाईँ हामीले काठमाडौँमा के अरे अथवा कहीँ बाहिर जाँदाखेरि महिनैपछि भाडा तिर्ने तरिकालाई चाहिँ होल्से भन्छ। होल भन्ने बित्तिकै के हो भन्दाखेरि महिना हो नि त। होल्से चाहिँ के हो भन्दाखेरि
집주인에게 매달 일정한 돈을 내고 집이나 방을 빌려주는 거주 형태이다 भनेर भन्यो। घर मालिकलाई चाहिँ प्रत्येक महिना इल्चङहान तोकिएको निश्चित रकम चाहिँ नेगो तिरेर छिबिना भाङ्गुन घर अथवा कोठा चाहिँ फिल्य सुनुन होइन सापट्टि लिने अथवा त्यो प्रयोग गर्ने खजु हङथिदा भन्ने बसोबासको स्वरूप हो भनेर यसलाई के भन्दो रहेछ वल्सी। अब फान छन्से भनेर भने फानजन्से भनेको चाहिँ के हो भने वल्से र छन्सेलाई नै छन्सेको आधा रूपलाई नै के भन्छ भन्दा यो दुईटाको स्वरूपलाई नै के भन्छ भन्दाखेरि फानजन्से भनेर भन्छ। छन्सेमा चाहिँ अब जस्तै यो कोठा चाहिँ कति भन्यो भने बुझाउनुको लागि मतलब 2 लाख रुपियाँ भने 2 लाख रुपियाँमा त आउँदैन। नेपाली 2 लाख रुपियाँमा यो कोठा भन्यो 2 वर्षको लागि भने 2 लाख रुपियाँमा त्यो कोठा पाइयो होइन। अब होलसे चाहिँ के भयो भन्दाखेरि यो 2 लाख रुपियाँ नभएर महिनाको 20,000 को दरले दिने हो हामीले भनेर 2 वर्षसम्म यसरी भयो। तर अब यो फान्चन्से भनेको चाहिँ के हो भन्दाखेरि जस्तै यो 2 लाख पर्नु गयो भने यसको चाहिँ कसरी हिसाब हुन्छ भन्दा अब जस्तै यो एउटा कोठाको चाहिँ 2 लाख रुपियाँ हो भने ल 2 लाख रुपियाँ भयो अनि तपाईँले चाहिँ 1 लाख रुपियाँ दिनुहोस् अनि होलसे चाहिँ महिनावारी चाहिँ तपाईँले 10,000 को रूपमा मात्रै दिनु भनेर यसरी के हुन्छ भन्दाखेरि माथि छन्से पनि घट्छ होलसे महिनावारी पनि घट्ने त्यसलाई नै के भन्छ भन्दाखेरि फान्जन्से भनेर भन्छ। छुइनेगे इल्चङहान थोनुल फोजुङगुमुरो मातखियो छन्सेगुमे इल्बुरुल वल्सेरो नेनुन होइन खजु ह्याङ्थिदा अघि पनि भने हाङ्गुके मान इन्नुन थुकिनान खजु ह्याङ्थिदा भने छुइनेगे मालिकलाई चाहिँ निश्चित पैसा चाहिँ फोजुङगुमुरो डिपोजिटको रूपमा चाहिँ जिम्मा दिए पछाडि छन्से गुम्यो होइन त्यो चाहिँ पुरै त्यो भाडामा चाहिँ इल्बुरुल केही मात्रा चाहिँ के गर्ने भन्दाखेरि होलसेरो होइन महिनावारीको रूपमा चाहिँ तिर्ने यो चाहिँ बसोबास प्रकृति हो अथवा यो चाहिँ स्वरूप हो। यो चाहिँ कोरियामा भएको विशेष खालको बसोबासको एउटा हङ थियो स्वरूप हो भनेर भने। केही धरौटी राखेर बाँकी रकम मासिक तिर्ने भनेर तपाईँले बुझ्नुहुने हुन्छ। कोरियामा मात्र पाइने तरिका हो यो चाहिँ। अब यो 6 नम्बरमा फुदोङसान छुङ्गेसु भन्यो। फुदोङसान छुङ्गेसु भनेको रियल इस्टेट अफिसलाई के भन्छ फुदोङसान। फुदोङ भनेको इदोङ गर्न नसकिने होइन सान भनेको सम्पत्ति भएको अचल सम्पत्तिलाई फुदोङसान भन्छ। छुङ्गेसु भनेको चाहिँ ब्रोकर होइन अफिस अथवा के अरे त्यो घर जग्गा कारोबार गर्ने ठाउँ भनेर बुझ्नुपर्ने हुन्छ। अब यो चाहिँ फुदोङसान चाहिँ के को लागि भन्दाखेरि छिबुल खुवाल्ते युङान्दा घर खोज्ने बेला चाहिँ तपाईँ चाहिँ अब कोरियामा आउनुभयो घर किन्न आँट्नु भयो होइन। जस्तै छन्सेको भनेको त अब लगभग 2 वर्षको लागि घर किन्दै हुनुहुन्छ नि त होइन। एउटा अपार्टको एउटा कोठा चाहिँ तपाईँ 2 वर्षको लागि छन्सेमा किन्दै हुनुहुन्छ। त्यतिखेर तपाईँ के गर्नुहुन्छ फुदोङसान सम्बन्धित फुदोङसानमा जानुहुन्छ। त्यो अपार्टको छेउको फुदोङसानमा गएर चाहिँ के गर्नुहुन्छ होइन तपाईँ खोज्नुहुन्छ। छिबुल सोगे हाको खियाकुल थुवा जुन्दा के गर्छ भन्दाखेरि घर चाहिँ यो घरमा यस्तो छ यस्तो खालको चाहिँ सुविधाहरू छ भनेर सोगे गरिदिन्छ परिचय गरिदिन्छ र खियाक तपाईँलाई चाहिँ त्यो घर मालिकसँग चाहिँ सम्झौता करार गरिदिन्छ। त्यस पछाडि आन्जन हागो फेल्ली हागे खरे हागी उएछ भनेर भने के को लागि भनेर सोध्छ। जहिले पनि आन्जन हागो होइन सुरक्षित र सहज तरिकाले चाहिँ कारोबार गर्नको लागि चाहिँ फुदोङसान चाहिन्छ। एक्लै कहिले पनि नगर्नु भन्छ। भरे भोलि केही भएर मिस्टेक भयो भने तपाईँले फुदोङसानलाई पक्रिन सक्नुहुन्छ। तर व्यक्ति पक्रिनु भने तपाईँलाई अप्ठ्यारो हुन्छ र कोक तपाईँहरूले फुदोङसानबाटै गर्नु भनेर भन्छ। त्यस पछाडि थुङ्गिबु थुङ्बुन भन्छ। अब फुदोङसानमा आइसकेपछि तपाईँहरूले खियाक छ नि खियाक गर्नुभन्दा अगाडि चाहिँ थुङ्गिबु थुङ्बुन भन्ने हुन्छ। यो चाहिँ यो खालको पेपरलाई चाहिँ थुङ्गिबु थुङ्बुन भन्छ होइन। यसलाई के भन्छ थुङ्गिबु थुङ्बुन भन्छ। नेपालमा यसलाई जग्गा धनीपूर्जा भन्दा पनि हुन्छ घरको धनीपूर्जा भनेर। यो घर कतिमा बनेको के भएको अहिलेसम्म कसले युज गरेको अथवा यसमा ब्याङ्कमा ऋण छ कि छैन। यदि ब्याङ्कमा ऋण छ भने तपाईँले के गर्नुपर्छ त्यो घर किन्न भएन। कसको नाममा छ ओनरको भनेर मैले त्यो खियाक गर्दै करार गर्दै गरेको मान्छे चाहिँ ओनर चाहिँ त्यही व्यक्ति हो कि होइन भनेर छुट्याउन अथवा सम्पूर्ण त्यो घर सम्बन्धी जानकारी चाहिँ कहाँ हुन्छ भन्दाखेरि थुङ्गिबु थुङ्बुनमा हुन्छ होइन। ऋण छ कि छैन भनेर सबै हाम्रो लाल पूर्जा धनी पूर्जामा त त्यो कुरा हुँदैन। त्यसैले लाल पूर्जासँग दाच्न अलिकति मिल्दैन तर त्यतिको बुझ्दा हुन्छ। त्यस पछाडि यति भइसकेपछि अब हामीले के गरिन्छ थुङ्गिबु थुङ्बुन गरिसकेपछि हामी खियाक गर्छौँ। खियाक गरिसकेपछि हामी दोस्रोमा के गर्छौँ भन्दाखेरि हामीले यो छनिप सिङ्गो गर्नुपर्छ।
अब जस्तै तपाईँ सौलमा हुनुहुन्थ्यो, अब सौलदेखि कहाँ जानुभयो? भुसान जानुभयो। अब भुसानको सौलको ठेगाना छोडेर तपाईँले भुसानको ठेगाना लिनुपर्ने हुन्छ, एड्रेस लिनुपर्ने हुन्छ। तपाईँको चाहिँ थेक्पीदेखि लिएर कागजपत्रदेखि लिएर हरेक मेलहरू होइन चिठीहरू चाहिँ त्यो ठेगानामा आउनुपर्ने हुन्छ। त्यसैले त्यही कारणले म यो ठाउँमा चाहिँ बसाइ सरेर आएको भनेर बसाइ सरेको दर्ता भन्दा पनि हुन्छ छनिप सिङ्गो होइन, छनिप सिङ्गो गर्नुपर्छ। यसलाई चाहिँ छुसुरुल थुङ्नो खानुन गसिदा भने होइन, आफ्नो ठेगाना चाहिँ थुङ्नो भनेको दर्ता गर्ने कुरा हो छनिप सिङ्गो भनेर। के गर्यो? सुरुमा घर खोजियो, त्यस पछाडि थुङ्गी पनि हेरियो, त्यस पछाडि खियाक गरियो। खियाक गरिसकेपछि हामीले छनिप सिङ्गो गरिन्छ। यही छनिप सिङ्गो गर्ने बेला चाहिँ हामीले अर्को के पनि गर्नुपर्छ भने तपाईँले गरेको जुन खियाक छ नि, त्यो खियाकलाई चाहिँ वाक्चङ इल्चा प्राप्त गर्नुपर्ने हुन्छ। अथवा त्यहाँनिर चाहिँ यो खालको चाहिँ के गर्नुपर्छ? तपाईँले स्टाम्प लाउनुपर्छ। यहाँ हेर्नुहोस् त, वाक्चङ इल्चा भनेर 2022-8-29 भनेर। यो गरेपछि चाहिँ के हुन्छ भने फोजुङगुमुल फोआगी उयान गसिदा भनेर फोआगी उयान भनेको चाहिँ जस्तै तपाईँले 2 लाख रुपियाँमा घर किन्नु भयो 2 वर्षको लागि। अब त्यो 2 लाख रुपियाँमा घर किनेको कुरा चाहिँ यो वाक्चङ इल्चाले चाहिँ के गर्छ भन्दाखेरि पुष्टि गरिदिन्छ, प्रमाणित गरिदिन्छ। पछि तपाईँले चाहिँ यो केही भयो भने यो वाक्चङ इल्चा थियो भने चाहिँ तपाईँले त्यो प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले खियाक गरिसकेपछि अनिवार्य वाक्चङ इल्चा गर्नुपर्छ। र तपाईँले यो के अरे आफ्नो के अरे यो ठेगाना सरेको चाहिँ तपाईँले 14 दिनभित्रमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि छनिप सिङ्गो पनि गर्नुपर्ने हुन्छ। यो भनेको के हो? थुङ्गिबुथुङ भन्नु घरको लाल पूर्जा होइन। यो भनेको छनिप सिङ्गो, म चाहिँ यो ठाउँमा आउँदैछु भनेर अथवा यो ठाउँमा बसाइ सरेर आएको, मेरो चाहिँ ठेगाना दर्ता गरिदेऊ भन्ने। वाक्चङ इल्चा भनेको चाहिँ यो कुरामा चाहिँ खियाक भएको छ ल है, के अरे फोक्जी के अरे सामुसो अथवा त्यो प्रशासन केन्द्रमा चाहिँ गएर अथवा गाविस नगरमा गएर चाहिँ तपाईँले यो चाहिँ दर्ता गर्नुलाई चाहिँ के भन्छ भन्दाखेरि वाक्चङ इल्चा भनेर भन्छ। सामान्य रूपमा बुझ्दाखेरि होइन, सामान्य रूपमा बुझ्ने हो भने चाहिँ जस्तै के अरे छिनिप सिङ्गो भनेको बसाइ दर्ता, वाक्चङ इल्चा भनेको चाहिँ खियाकलाई कानुनी मिति दिनु होइन। छुमिन सेन्थमा गएर चाहिँ के गरिन्छ भन्दाखेरि कानुनी रूपमा दिनु ल है हाम्रो खियाक चाहिँ भनेर। अब त्यस पछाडि यति भइसकेपछि अब अझै यसै कुरा अलिकति भाष्ट तरिकाले हेरौँ। जस्तै यसको तरिकाहरूमा छिबुल खुवाल्दिनु फुदोङसान छुङ्गी अप्सो खोइन छुङ्गे सारुल थुङ्गे आरा फुनुन कसी आन्जन हादा। यो चाहिँ तपाईँहरूलाई के अरे खाली ठाउँमा पनि दिन सक्छ र सोध्नु पनि सक्ने भएकोले यो मैले राखिदिन्छु। घर खोज्ने बेला, घर किन्ने बेला खुवाल्दी भनेको घर सर्च गर्दा, घर हेर्दाखेरि चाहिँ फुदोङसान छुङ्गी अप्सो होइन, यो रियल इस्टेट फुदोङसान को चाहिँ रियल इस्टेट अफिसहरूमा ब्रोकरबाट चाहिँ अथवा यसलाई के पनि भन्छ खोङिन छुङ्गेसा भनेर पनि भन्छ होइन। यही फुदोङसान छुङ्गे अप्सोलाई त्यसको त्यसको माध्यमबाट चाहिँ के गर्नुपर्छ? आरा फुनुन बुझ्ने कुरा चाहिँ आन्जन हुन्छ होइन, सजिलो हुन्छ। छन्से खियाकुल हाल्तेनुन होइन, यो छन्से खियाक गर्दाखेरि चाहिँ घर चाहिँ किन्दैछु 2 वर्षको लागि 3 वर्षको लागि अथवा 1 वर्षको लागि भनेर जुन चाहिँ घर किन्दै हुनुहुन्छ हो त्यसको खियाक कन्ट्र्याक्ट गर्ने बेला चाहिँ थुङ्गिबु थुङ्बनलाई चाहिँ कुमकुमागे एकदम होसियारपूर्वक चाहिँ राम्रो तरिकाले चाहिँ वागिन हादा अथवा चेक गर्नुपर्छ। वागिन हे आन्दा होइन। हेङजाङ फोक्ची सेन्थ अथवा छुमिन सेन्थमा गएर चाहिँ के गर्नुपर्छ भन्दाखेरि वाक्चङ इल्चाहरू चाहिँ प्राप्त गर्ने कुरा चाहिँ आन्जन हादा सुरक्षित हुन्छ। पछि गएर त्यो डिपोजिट पैसा फिर्ता गर्नको लागि बाइचान्स ब्याङ्कले पैसा उडाइदियो होइन, लिलाम गरिदियो घर, तपाईँले यो वाक्चङ इल्चा देखाएर सबैभन्दा पहिले त्यो फिर्ता पाउने प्रायोरिटी तपाईँले पाउनुहुन्छ होइन। र यही वाक्चङ इल्चा लिँदाखेरि ल म यो ठाउँमा आइहालेँ, अब मेरो यो के अरे यो ठाउँको चाहिँ ऊ पनि गरिदिनुहोस्, बसाइ सराइ पनि गरिदिइहाल्नुहोस्, मेरो यो खुपाङबाट आउने सामानहरू भयो, अनि त्यस पछाडि गएर यो मेलहरू इमेलहरू सरकारी कार्यालयबाट आउने एड्रेसहरू पनि आओस् भनेर त्यतिखेर तपाईँले के गर्नुपर्छ? छनिप सिङ्गो पनि गरेको राम्रो। कति दिनभित्रमा? त्यसरी सरेको भन्दा 14 दिनभित्रमा गर्नुपर्ने हुन्छ। अब लास्ट एउटा यो पनि सोध्छ, यसलाई पनि मैले राखिदिएँ। यो चाहिँ म्योङदाङ भन्ने हो। म्योङदाङ भनेको के हो भनेर यो चाहिँ लामो तपाईँलाई उनै राखिदिन्छ, प्यासेजै राखिदिन्छ। म्योङदाङ भनेको यहाँ पढ्नुभन्दा पनि मैले चित्रै राखिदिएँ अझै सजिलो होस् भनेर। यहाँ हेर्नुहोस् त तपाईँहरू, एउटा घर छ, घरको अगाडि चाहिँ खोला बगिरहेछ होइन, पछाडि के छ भन्दाखेरि पहाड। पहिले कोरियामा के थियो भन्दाखेरि यो खोला भएपछि चाहिँ चामलहरू धानहरू उत्पादन गर्न, सागसब्जीहरू उत्पादन गर्न सजिलो, पछाडि चाहिँ रुख दाउराहरू भएकोले दाउरा ल्याउन बाल्न सजिलो होइन। त्यही भएर सुरुमा चाहिँ यसलाई के गर्थ्यो भन्दाखेरि राम्रो म्योङदाङ भनेको राम्रो ठाउँ
एकदमै सम्पन्न ठाउँ भनेर भन्छ। अब यस्तो भएकोले गर्दाखेरि यहाँनिर हेर्ने हो भने यो घरलाई मात्र होइन, सम्पन्न ठाउँ घरलाई मात्रै होइन, यो चाहिँ विशेष गरी च्यानहरू राजा महाराजहरूको च्यान बनाउँदाखेरि पनि म्याङदाङलाई चाहिँ एकदमै बढी चाहिँ के गर्थ्यो भन्दाखेरि यिनीहरूले प्रयोग गर्थे यो शब्द चाहिँ होइन। राजा महाराजाहरूको च्यान बनाउँदाखेरि पनि अगाडि पानी बग्ने, पछाडि चाहिँ सान भएको पाहाड भएको कुरा चाहिँ उनीहरूले मन पराउँथे। अब यसैलाई मैले यहाँ राख्दैछु। म्याङदाङ इरान मसिमनिका भन्यो भने म्याङदाङुन छोउन खिउनी इन्नुन कोसिदा भनेर तपाईँहरूले भन्नुपर्ने हुन्छ होइन। म्याङदाङ भनेको के हो भन्दाखेरि राम्रो चाहिँ ऊर्जा भएको, खिउन भनेको के हो, ऊर्जा हो नि त, राम्रो ऊर्जा भएको ठाउँ भने ऊर्जा राम्रो भयो भने के हुन्छ भन्दाखेरि फलिफाप हुँदै जान्छ, त्यसैलाई के भन्छ म्याङदाङ भनेर भन्छ। 2 नम्बरमा ख्वागए छिबुल खुवाल्ती अत्तन छोक्कनुल छुङयो हागी सेङ्गा हेसुमनिका भनेर भन्यो। ख्वागए विगतमा एकदम इम्पोर्टेन्ट छ यो। विगतमा चाहिँ घर छान्ने बेला चाहिँ होइन अत्तन छोक्कनुल कस्तो शर्त चाहिँ महत्त्वपूर्ण साथमा मान्छेले सम्झिन्थे भनेर भनेकोमा ख्वागए नुन हेतपिसी छाल थुरोको आफे खाङ्गी हुरुम्यो थुए सानी इनुनको सुल सन्थेक हेसुम्निदा, यति तपाईँले गर्नुपर्ने हुन्छ। विगतमा चाहिँ घामको किरण चाहिँ मजा गरी आउने र अगाडि चाहिँ नदी बगेको र पछाडि चाहिँ पाहाड भएको कुरालाई चाहिँ छान्थे भनेर। अहिले के छ भन्दाखेरि ह्यान्जे छिबुलको आल्ती महसुल छुङ्यो आगे सिङ्गा गाम्निका अघि नै भनिसकेको छु। ह्यान्जे नुन ख्योथुङ ख्योयुक सिजाङ फ्याङ्वन्दुङी फ्याल्लिहानको सुल छुङ्यो आगे सिङ्गा काम्निदा। आजभोलि चाहिँ यातायात, शिक्षा, बजार, हस्पिटल, ब्याङ्क इत्यादि तपाईँले भन्नुभयो भने हुन्छ फ्याल्लिहान सहज हुने कुराको ठाउँलाई चाहिँ महत्त्वपूर्ण तरिकाले चाहिँ सम्झेर चाहिँ के गर्छ सन्थेक हान्दा अथवा हाम्निदा भन्नु भने हुन्छ। यो अलिकति लामो थियो तर सबै इम्पोर्टेन्ट छ, त्यही भएर मैले नछुटाइ राखिदिएँ। अब जाउँ 4 नम्बरमा। अब यहाँनिर हाङ्गुकी फोक्ची छ कोरियाको कल्याण व्यवस्था भनेर। यो चाहिँ जम्मा हामीले 2 प्रकारको जान्नु पर्दछ। एउटा सावे फोम अथवा सादे फोम भन्छ, जहाँ सा भन्ने बित्तिकै 4वटा प्रमुख बिमाहरू हुन्छ कोरियामा, र अर्को छ खोङ्गोङ फुजो भन्ने छ, यसलाई सार्वजनिक सहायता भनेर भन्छ। यो 2टा बिचमा के फरक छ भने सावे फोम जम्मा 4वटा हुन्छ, खोङ्गोङ फुजो जम्मा 3टा हुन्छ। सावे फोम भनेको पहिले हामीले पैसा तिर्नुपर्छ, यसलाई बिमा सुरक्षा भनेर भन्छ। विशेष गरी काम गर्ने मानिसहरूको लागि चाहिँ छुट्याइएको हुन्छ, यो जम्मा 4वटा हुन्छ। खोङ्गोङ फुजो भनेको हामीले पैसा तिर्नु पर्दैन, यो चाहिँ सहायता मद्दत सरकारको तर्फबाट आउने हो, र विशेष गरी गरिब र कम आय वर्गलाई यो चाहिँ लक्षित गरिएको हुन्छ, र एकदम आधारभूत आवश्यकताहरूमा चाहिँ खाने बस्ने पिउने त्यो कुराहरूलाई चाहिँ यो खोङ्गोङ फुजोले परिपूर्ति गरेको हुन्छ। र खोङ्गोङ फुजोमा हामीले पैसा तिर्नु पर्दैन, तर सावे फोममा चाहिँ हामीले के गर्नुपर्छ पैसा अनिवार्य तिर्नुपर्छ। अब बुझौँ सावे फोम भनेको के हो। सामाजिक बिमा भन्छ, मिरे विहमे थेबी हागी विहान छेदैदा। यो चाहिँ भविष्यको जुन विहम छ खतराहरूलाई चाहिँ रोकथाम गर्नको लागि चाहिँ यो प्रणाली अपनाइएको हो। यहाँनिर हेर्नु भने तपाईँले सादे फोम भनेर देख्नुहुन्छ होइन। यहाँ यी परिवार अनि त्यस पछाडि काम अनि शिक्षा अनि त्यस पछाडि गएर यता के छ भन्दाखेरि यो स्वास्थ्य सम्बन्धीहरू होइन, शिक्षा त होइन, यो कार्य सम्बन्धी चाहिँ हो। अब हेरौँ सुरुमा 1 नम्बरमा खनगाङ फोम, मोस्ट इम्पोर्टेन्ट खनगाङ फोम स्वास्थ्य बिमा। स्वास्थ्य बिमा भनेको चाहिँ आफास फ्याउने खाल्ते उइरोबिए इल्बुरुल छिवन फादल सुइत्ता। एकदमै ध्यान दिनुपर्ने, खनगाङ फोम भन्ने बित्तिकै आफास भन्ने पोइन्टलाई हामीले छुटाउनु भएन। बिरामी भएर, अरू बेला होइन, के भएर बिरामी भएर फ्याउने खाल्ते हस्पिटल जाँदाखेरि उइरोबी उपचार खर्च चाहिँ इल्बुरुल भने केही भाग चाहिँ छिवन फादल सुइत्ता सहयोग प्राप्त गर्न सकिन्छ। यो चाहिँ फेरि कुनै चाहिँ
त्यहाँ तोकिएकै हुन्छ यो कुरोमा पनि हामीले चाहिँ सुविधा लिन सकिन्छ भनेर। तर खनगाङ फोम भन्ने बित्तिकै सबै त्यो बिरामी सम्बन्धी अथवा हरेक चाहिँ मा चाहिँ पाउन सकिँदैन। आफा बिरामी भएकोमा भएरै गइयो त्यसमा चाहिँ पाइयो। तर सबै कुरामा जस्तै दाँतहरू फेर्नेदेखि लिएर अरू यो आँखाहरू अपरेसन गर्ने कुराहरू कुनै कुनै कुरोहरूमा चाहिँ लिँदैन। तर हामीले मेन चाहिँ के बुझ्नु पऱ्यो भने आफा छ भनेर चाहिँ छुटाउनु भएन होइन। हामीले हस्पिटल जाँदाखेरि केही पैसा चाहिँ के गर्न सकिन्छ, हामीले छुट पाउन सकिन्छ। यसको लागि चाहिँ अगाडि नै हामीले के गर्नुपर्छ, महिनैपछि खनगाङ फोम तिर्दै जानुपर्ने हुन्छ। 2 नम्बरमा खोयोङ फोम रोजगार बिमा हेसाएसा हेगो थे सुल्ते इल्चङ खिगान खुम्जन्जग छिवनुल फादल्सु इत्ता भनेर भन्यो होइन। कम्पनीबाट चाहिँ हेगो थ्रेसुल्ते निष्कासन भएको बेला अथवा निकालिएको बेला त्यो समयमा चाहिँ इल्चङ खिगान केही समयसम्म चाहिँ इल्चङ होइन केही समयसम्म चाहिँ तोकिएको समयसम्म चाहिँ खुम्जन्जग भने खुम भनेको पैसा हो नि त, खुम्जन्जग भनेको आर्थिक रूपमा चाहिँ छिवन फादल्सु इत्ता सहयोग प्राप्त गर्न सकिन्छ। केबाट रहेछ, खोयोङ फोमबाट। त्यस पछाडि खुङमिन यनगुम भनेर भने, खुङमिन भनेको नागरिक, यनगुम भन्ने बित्तिकै पेन्सन भयो। नागरिक पेन्सन भन्दा पनि हुन्छ होइन, अथवा राष्ट्रिय पेन्सन सरकारको के अरे दिने, सरकारले वृद्ध अवस्थामा दिने भत्ता भन्यो भने अझै सजिलो बुझ्न सजिलो हुन्छ। के भनेको छ भने नाइगा थुल्गना आफास थ इसाङ थुनुल फल्गी अरेउल्ते इल्चन खुमेगुल सिङवाल बिरु छिगु फादल्सु इत्ता। यहाँ पनि भन्यो सबैभन्दा इम्पोर्टेन्ट चाहिँ नाइगा थुल्गना होइन। नाइगा थुल्गना भनेको उमेर काट्नु, 60 वर्ष 70 वर्षभन्दा माथि पुगेर अथवा आफा बिरामी भएर चाहिँ त्योभन्दा बढी चाहिँ पैसा कमाउन नसकिने अवस्था आयो होइन। बिरामी भएको अवस्था र उमेर कटेको अवस्था भएको बेला चाहिँ अब चाहिँ पैसा कमाउन सकिँदैन भन्नेको बेला चाहिँ त्यो अवस्था आएको बेला चाहिँ त्यो अवस्था आएर अर्याउल्ते गाह्रो भएको अवस्थामा चाहिँ इल्चङ खुमे तोकिएको निश्चित रकम चाहिँ सिङवाल बिरो जीवनयापन खर्चको रूपमा चाहिँ छिगु फादल्सु इत्था भुक्तानी प्राप्त गर्न सकिन्छ। यो पनि पहिल्यै हामीले के गर्नुपर्छ, महिनैपछि तिरिराखेको हुनुपर्छ। सानप छेहे फोसाङ फोहोम भने अथवा यसलाई सान्जे फोहोम सर्टकटमा के भन्छ, सान्जे फोहोम पनि भन्छ। यो चाहिँ विशेष गरी काम गर्दा गर्दै, कम्पनीमा काम गर्दा गर्दै चाहिँ यदि दुर्घटना भएर चोटपटक लागेको बेला चाहिँ के गर्छ भन्दाखेरि यो सान्जे फोहोमले चाहिँ हामीलाई फोसाङ अथवा यसले चाहिँ हामीलाई सहयोग गर्छ होइन, खर्चहरू अथवा पैसाहरू उपलब्ध गराउँछ। के भन्यो भने हेसा इल हादागा, एकदमै यो पनि इम्पोर्टेन्ट, कम्पनीमा काम गर्ने हादागा गर्ने क्रममा सागोरो दुर्घटनाद्वारा थाच्छसुल्ते, कम्पनीमा काम गर्ने क्रममा दुर्घटनाद्वारा चाहिँ थाच्छसुल्ते होइन चोटपटक लागेको बेला चाहिँ फ्याउनबी हस्पिटल खर्च दुङ इत्यादि चाहिँ फिहे थेहान भनेर भन्यो। फिहे थेहान भनेको चाहिँ नोक्सानीको बारेमा होइन, नोक्सानीको बारेमा चाहिँ फोसाङुल फादल्सित्ता क्षतिपूर्ति चाहिँ प्राप्त गर्न सकिन्छ भनेर यसरी तपाईँले यो 4वटा बुझ्नु भने हुन्छ होइन। स्वास्थ्य बिमा, रोजगार बिमा, राष्ट्रिय पेन्सन बिमा र त्यस पछाडि औद्योगिक दुर्घटना बिमा भनेर होइन, सान्जे फोम। अब जाउँ, यो भयो सावे फोम सामाजिक बिमा 4वटा। अब त्यस पछाडि खोङ्गोङ फुजो भने, खोङ्गोङ भन्ने बित्तिकै सार्वजनिक होइन, फुजो भनेको सहायता, सार्वजनिक सहायता। यो चाहिँ के भन्नु खोज्यो भने सेङवारी अर्याउन सारामदुरे खिबोन जकिन सेङवाल सुजुनुल खुक्काना छिबाङ छाची थान्सेगा फोजाङ हाय छिवने छुनुन छेदैदा सेङवालबी ख्युयुकबी विरोबी दुङुल छिवन हान्दा भनेर भन्यो। यसको लागि चाहिँ अगाडि पैसा तिरिराख्नु पर्दैन। खुङ्गुङ फुजो भनेको के रहेछ भने, खुङ्गुङ फुजो भनेको चाहिँ जनजीवन गाह्रो भएको सारामदिरे मानिसहरूको खिबोन जकिन सेङवाल सुजुनुल भन्यो आधारभूत जीवनको स्तरलाई खुक्काना छिबाङ छाची धान्छे होइन, राष्ट्रको सरकार होइन अथवा केन्द्रीय सरकार अथवा स्थानीय सरकार
ले फोजाङ हायो। फोजाङ हायो भनेको सुनिश्चित गरेर, ग्यारेन्टी गरेर होइन जीवन हे जुनुन सहायता गरिदिने प्रणाली हो। यो चाहिँ सिङ्गवालबी जनजीवनको खर्च, खेयुकबी शिक्षाको खर्च, उइरोबी चिकित्सक अथवा हस्पिटलको खर्च इत्यादि चाहिँ प्राप्त गर्न सकिन्छ होइन, सहायताको रूपमा प्राप्त गर्न सकिन्छ। के रहेछ जम्मा 3टा रहेछ। त्यो 3टामा सुरुमा हेरौँ, खुङमिन खिजो सेङवाल फोजाङ छेदो भन्यो। नागरिकको चाहिँ आधारभूत जनजीवनको चाहिँ फोजाङ सुनिश्चित गर्ने प्रणाली भनेर भन्यो। सोदोकी सिङ्गेबी फोदा छगुन छ सोदोक चुङेके छुग ख्युयुक उइरो वा खातुन खिबोन जकिन सेङवाल बिरुल छिवनान्दा भन्यो। नागरिकहरूको सेङ्गेबी फोदा भन्यो। सेङ्गेबी भनेको जीवन खर्च जुन चाहिँ खानपान हुन्छ होइन, हो त्योभन्दा पनि 6 गुण अझै कम छ होइन। 6 सोदोक चुङेगे भन्यो होइन, न्यून सोदोक भनेको आय, 6 सोदोक भनेको न्यून आय, न्यून आय भएको, कम आय भएको मानिसहरूलाई चाहिँ छुग बसोबास, खेयुक शिक्षा, उइरो हस्पिटल खर्च अथवा चिकित्सा खर्चहरू चाहिँ खातुन हो यो जस्तै चाहिँ खिबोन जकिन आधारभूत जनजीवनको खर्चहरू चाहिँ छिवनान्दा के गर्दो रहेछ भन्दाखेरि सहायता गर्दो रहेछ। यसको लागि पनि के गर्नु पर्दैन, अगाडि पैसा दिइराख्नु पर्दैन। राष्ट्रले चाहिँ यो धेरै गरिब रहेछ भनेपछि अथवा स्थानीय सरकारले चाहिँ यो धेरै गरिब हो यसलाई अलिकति सहायता गरौँ भनेर सहायता गर्न सक्छ। यो चाहिँ आधारभूततिर पर्यो। खिन्गुप फोक्ची छिवन छेदो भने, खिन्गुप भनेको आकस्मिक कल्याण होइन सहायता केन्द्र अथवा प्रणाली भनेर भन्यो। खापचाप सुरपके हर्याउन इरुल थाङ्गे सिङ्गे युजिका हर्याउजिन खागु एगे सिङ्गेबी छुगबी उइरोबी दुङ्गुल छिवनान्दा। यसले पनि त्यही सिङ्गेबी छुगबी र उइरोबी विशेष गरी यही 3टै कुरामा चाहिँ के गर्छ, यसले बढी महत्त्वपूर्ण दिन्छ। के को बेला भन्दाखेरि खिन्गुप फोक्ची छिवन हो नि त। खिन्गुप भन्नु बित्तिकै के हो, आपतकालीन इमर्जेन्सी सामाजिक सहायता प्रणाली केन्द्र चाहिँ खापचाप सुरपके अचानक थाङ्गे भोगेको सामना गरेको हो नि त होइन। हर्याउनेरी के सामना गर्दा भन्दाखेरि गाह्रो भएको अथवा एकदमै चाहिँ गाह्रो अवस्था भएको परिस्थिति भएको अवस्थामा जस्तै भुइँचालोहरू आयो, सुनामीहरू आयो, हो त्यस्तो बेला चाहिँ त्यस्तो उत्पन्न भएको बेला चाहिँ अर्यावजिन खागु एगे भन्यो होइन। गाह्रो भएको परिवारलाई चाहिँ सिङ्गेबी होइन जीवनयापनको खर्च, छुगबी बसोबासको खर्च र उइरोबी होइन उपचार खर्च चाहिँ दुङ्गुल छिवनान्दा उपलब्ध गराउँदो रहेछ। अब लास्टको यो 3 नम्बरको हेरौँ, उइरो खुबिय छेदो भनेर भन्यो। उइरो खुबिय छेदो भनेको स्वास्थ्य सेवा सहायता प्रणाली भनेर भन्छ। उइरो होइन यो चाहिँ के अरे उपचार सम्बन्धी चाहिँ आकस्मिक प्रणाली भनेर बुझ्नु भने पनि हुन्छ। हङ्जे जकुरु सेङवारी खोल्लान हाय उइरो बिरुल छिबुल हागी अर्याउन खुङमिनुल थेसाङरो उइरो बिरुल छिवन हान्दा। ख्यङ्जे जकुरो यहाँनिर एकदम बुझ्नुपर्ने कुरो चाहिँ यो है, ख्यङ्जे जकुरो भनेको आर्थिक रूपमा होइन, आर्थिक रूपमा चाहिँ सिङवारी खोल्लान हाय, सिङवारी जनजीवन चाहिँ के भयो भन्दाखेरि खोल्लान हाय भनेर भन्यो। खोल्लान हाय भनेको चाहिँ कठिनाइमा परेर होइन, आर्थिक रूपमा चाहिँ जनजीवन चाहिँ कठिनाइ भएर उइरोबी उपचार खर्च, छिबुल हागी अर्याउन खुङमिनुल होइन के अरे यो उपचार खर्च चाहिँ भुक्तानी गर्न गाह्रो भएको नागरिकहरूलाई चाहिँ थेसाङहरू लक्षित गरेर चाहिँ उइरो बिरुल छिवनान्दा। जस्तै कोही मान्छे चाहिँ खाप्चाकी के भयो भन्दाखेरि बिरामी भयो, अनि यता फोमले त अब इल्बुरु केही मात्रामा फोमले त ल पैसा तिर्दिन्छ होइन, बाँकी पैसा तिर्नु नसकेको अवस्थामा चाहिँ उइरो खुबिय छेदोले चाहिँ के गर्छ, तिरिदिन्छ। यदि उसको चाहिँ जनजीवन चाहिँ एकदमै उसको कम छ अथवा 6 सुदोक चुङभित्र पर्छ होइन, न्यूनतम आय वर्गमा पर्छ भने त्यतिखेर चाहिँ उइरो खुबिय छेदोले चाहिँ यसले चाहिँ तिरिदिन्छ अथवा भुक्तानी गरिदिन्छ। अब 3 नम्बरमा छ होइगुगिन थेसाङ छिवन सबिसु भन्यो। विदेशीलाई लक्षित गरेको कल्याण सेवाहरू अथवा विदेशीहरूका लागि सेवाहरू भनेर भन्छ। यो 3 नम्बरको हामीले किन पढ्नुपर्छ, किन जान्नुपर्दछ भने तलका मध्ये कसले चाहिँ होइगुगिन थेसाङ छिवन सबिसु प्राप्त गर्न सक्दैन भनेर भन्छ। खुल्लोजा, हाक्सिङ, युहाक्सिङ होइन त्यसरी दिएको हुन्छ। त्यही भएर यो तपाईँ हामीले बुझ्नुपर्ने हुन्छ।
कसलाई चाहिँ लक्षित गरेको छ अथवा कसले प्राप्त गर्न सक्दो रहेछ भन्दाखेरि थेसाङ लक्षित गरेको व्यक्तिहरू सेवा पाउने व्यक्तिहरू चाहिँ को रहेछ भन्दाखेरि थेहान मिन्गु खुङमिन्गुवा हुनिनहान साराम हाङ्गु खुक्चगुल खाजिन फुमोना मिसङन्यन छानेरुल थुल्फुगु इनुन साराम फबे तारा नानमिनुरो इन्जङदोइन साराम यी व्यक्तिहरूले पाउँदो रहेछ। थेहान मिन्गु खुङमिन्गुवा हुनिनहान साराम गणतान्त्रिक कोरियाको खुङमिन नागरिक गुवासँग चाहिँ हुनिनहान साराम विवाह गरेको व्यक्ति जस्तै नेपाली केटीले कोरियन केटासँग विवाह गरेको थियो भने उसले पायो हैन, नेपाली केटीले पायो। हाङ्गु खुक्चकुल खाजिन फुमो कोरियन नागरिकता प्राप्त गरेको फुमो हैन, अभिभावक ना हैन, यसको चाहिँ मिसङन्यन भनेको चाहिँ नाबालक, छान्यो भनेको बच्चाहरूले चाहिँ थुल्बोको हिँड्नुन् अथवा के हेरचाह गरिरहेको व्यक्ति। तीनजना भइसक्यो यहाँनिर। एउटा चाहिँ कोरियन व्यक्तिसँग विवाह गरेको, अर्को चाहिँ हाङ्गु खुक्चक कोरियन नागरिकता प्राप्त गरेको फुमो के अरे परिवार, वा मिसङन्यन भनेको नाबालक बच्चाहरूलाई चाहिँ थुल्फुगु हिँड्नुन हेरिरहेको बच्चा। जस्तै मैले चाहिँ कोरियन मैले चाहिँ म कोरियन भएँ, मैले नेपाली केटीलाई बिहे गरेँ। नेपाली केटीलाई बिहे गरिसकेपछि बाइचान्स अब म पनि अथवा नेपाली केटी पनि बितेर गयो, तर नाबालक बच्चा छ, मैले नेपालबाट चाहिँ सालीलाई मगाएर चाहिँ बच्चाहरू हेरिरहेछ भने अब उसले पनि पायो हैन। यसरी मिसङन्यन छानेहरू थुल्बोगु हिँड्नुन हेरचाह गरिरहेको मान्छे। फबे तारा नानमिनुरो इन्जङदोइन सारा हैन। फबे तारा हैन, केले भन्दाखेरि यो कानुन अनुसार चाहिँ नानमिनुरो भनेको चाहिँ शरणार्थीको रूपमा मान्यता प्राप्त गरेको व्यक्तिले यिनीहरूले चाहिँ के गर्दो रहेछ, यो सुविधाहरू चाहिँ प्राप्त गर्न सक्दो रहेछ। अब के सुविधा छ त हेरौँ त एकचोटि। हाङ्गुक सेङ्वाल छगुङल थुम्नुन प्रोग्राम भनेर भन्यो। कोरियन जनजीवनलाई चाहिँ छगुङ भनेको अनुकूल गर्ने, घुलमिल गर्ने, सहयोग गराउने प्रोग्राम भनेर भन्यो। त्यहाँभित्र चाहिँ के हुन्छ भने हाङ्गुक वा हाङ्गुक मुनवारुन फेलसुइनुन प्रोग्राम उन्यङ्गाको थुङबन्यक सबिसुर दुङुल छेगुङ हान्दा भन्यो। कोरियन भाषा र कोरियन संस्कृतिलाई चाहिँ सिक्न सकिने प्रोग्रामहरू चाहिँ उन्यङ्गाको सञ्चालन गरेर थुङबन्यक हैन, भाषा अथवा लिखित ट्रान्सलेट सेवाहरू चाहिँ के गर्न सक्दो रहेछ, इत्यादि चाहिँ उपलब्ध गराउँदो रहेछ। इम्सिन, छुल्चान, युगा, जीवन सबिसु भनेर भने। इम्सिन भनेको गर्भावस्था, छुल्चान भनेको सुत्केरी सन्तान जन्माएको हैन, युगा भनेको चाहिँ बच्चा हुर्काउनु, जीवन भनेको कल्याण सेवा हैन। अब यो चाहिँ केले चाहिँ के गर्दो रहेछ भन्दा इम्सिनुल हान साङथे इगना छुल्सानुन आप्तुन यसङ्ख्यरुन इमिन्जावा खुछान्य सिनसेङा ए खनगाङुल थुल्बुनुन सबिसुरुल छेकुङ हान्दा भन्यो। इम्सिनुल हान साङथे इगना भन्यो हैन, गर्भवती भएको अवस्था वा छुल्सानुल आप्तुन यसङ भन्यो हैन। छुल्सान भनेको बच्चा जन्माउने, सुक्केरी चाहिँ आप्तुन भनेको चाहिँ हुन लागेको नजिकिएको यसङ महिला चाहिँ विवाह गरेको इमिन्जा विदेशी केटीले वा खुछान्यो उसको बच्चा अथवा सिनसेङा भनेको नवजात शिशुको खनगाङुल सेवालाई चाहिँ थुल्बुनुन सबिसुरुल छेकुङ हान्दा हैन, हेरचाह गर्ने सेवा चाहिँ उपलब्ध गराउँदो रहेछ। दुईटा कुरो, एउटा सुक्केरी भएको हैन अथवा गर्भवती भएको अवस्था, त्यस पछाडि के अरे बच्चा जन्माउन आँटेको र जन्मिसकेको नवजात शिशुको स्वास्थ्यलाई चाहिँ हेरचाह गर्ने सेवा उपलब्ध गराउँदो रहेछ। अब यो भित्र के उपलब्ध गराउँछ भनेर 5 ओदाङ्गेमा थुप्रै छ। अलिकति चाहिँ म अलिक पछाडि पनि पढाउँछु, जानकारी गराउँछु, तर अहिले तपाईँले यति बुझ्नु भने हुन्छ। त्यस पछाडि छुयपका खुन्लो सबिसु भन्यो। छुयपका खुन्लो सबिसु चाहिँ जस्तै काम, रोजगार र कार्य र रोजगार सेवा सम्बन्धी भनेर भन्यो। मात्सुमह्याङ छिङमुङ ख्युयो खोयोङ सान्जे फुवम खाइबदुङ हाङ्गुकेस छुयबुल हाल्सु इत्तुरोक थोमुल छुनुन सबिसुरुल छेकुङ हान्दा भन्यो। मात्सुमह्याङ भनेको चाहिँ मिल्ने, अनुकूल हैन, अनुकूल। यो छिक्मु ख्युयुग नभएर छिङमु ख्युयुग हो हैन, यसको उच्चारण चाहिँ। यो छिङमु ख्युयुग भनेको चाहिँ जस्तै काम सम्बन्धी तालिम
जुन काम गर्न खोजिरहेको छु मैले त्यही सम्बन्धित तालिमलाई चाहिँ लक्षित गर्ने होइन मिल्ने होइन यसको मतलब के भयो भन्दाखेरि मात्सुमह्योङ छिङमुखे अनुकूल काम सम्बन्धी तालिम खोयोङ रोजगारी सान्जेफो होइन जुन दुर्घटना सम्बन्धी बिमाहरू भयो होइन हो तिनीहरू चाहिँ खाइबदुङ अथवा तिनीहरूलाई दर्ता गर्ने इत्यादि चाहिँ कोरियामा रोजगार गर्न सक्ने गरी चाहिँ थोमुल छुनुन सबिसरुल छेगोगादैन यो सहयोग गर्ने चाहिँ सेवा चाहिँ उपलब्ध गराउँछ भनेर यसरी तपाईँले बुझ्नु भने हुन्छ होइन विदेशीको लागि लक्षित गरेको कुराहरू। अब त्यस पछाडि 4 नम्बरमा होइगुकिनगुवा थामुनवा खाजुक छिवन खिग्वान भनेर भयो। अब त्यो अघिको चाहिँ सेवाहरू भयो यो सेवाहरू उपलब्ध गराउँदो रहेछ भने अब चाहिँ ती सेवाहरू चाहिँ कसले उपलब्ध गराउँछ भनेर होइगुकिनगुवा थामुनवा खाजुक छिवन खिग्वान भनेर पढ्छौँ। विदेशी वा के अरे थामुनवा खाजुक बहुसांस्कृतिक परिवारलाई चाहिँ जीवन कल्याण गर्ने संस्थाहरू चाहिँ सहयोग गर्ने संस्थाहरू चाहिँ के रहेछ भन्दाखेरि सबैभन्दा पहिले फम्मुबुबाट होइन फम्मुबुबाट सञ्चालन भएको यो चाहिँ कानुन मन्त्रालयबाट सञ्चालन भएको चाहिँ होइगुकिन छोङहाप आन्ने सेन्था भनेर भन्यो। विदेशी समग्र रूपमा चाहिँ यो के अरे सूचना केन्द्र भनेर समग्र सूचना विदेशी समग्र सूचना केन्द्रबाट चाहिँ के गर्दो रहेछ भन्दाखेरि यसले चाहिँ खुङ्ने छेर्यु होइगुकिने चुलिपगुक हेङजङ ख्वाली थुङयक सबिसु जीवन भने यो यसमा चाहिँ विदेशीहरू सबै पर्यो होइन। खुङ्ने छेर्यु कोरियाभित्र अथवा यो राष्ट्रभित्र बसोबास गर्दै गरेको विदेशीहरूको छुलिपकुक भनेको आवत जावत अध्यागमन होइन कहिले इन्ट्री भयो अथवा कहिले कोरिया छोडेर गयो हो त्यसको हेङजङ भनेको प्रशासनिक खोल्ली व्यवस्थाहरू चाहिँ के गर्दो रहेछ त्यसको अनि त्यस पछाडि थुङयोग सबिसहरू होइन दोभाषीहरू चाहिँ के गर्दो रहेछ सेवाहरू उपलब्ध गराउँदो रहेछ। यो चाहिँ कहाँबाट सञ्चालन भएको रहेछ भन्दाखेरि यो चाहिँ फम्मुबुबाट सञ्चालन भएको रहेछ। र यदि तपाईँलाई त्यो चाहियो भने 96921345मा फोन गर्दा भयो अथवा होम पेज यहाँनिर गएर अनलाइन लिनुभयो भने पनि हुन्छ। 2 नम्बरमा यो चाहिँ खोयोङ नोदोङबु खोयोङसँग होइन यो चाहिँ रोजगारसँग सम्बन्धित भएकोले खोयोङ नोदोङबु भनेर होइन। अब रोजगार तथा श्रम मन्त्रालयबाट यो चाहिँ उपलब्ध हुने हो होइन। खोयोङ फोक्जी फुलसु सेन्थ छ यहाँ चाहिँ के हुँदो रहेछ भने होइगुकिन खुन्लो जाए साबजाङ इदोङ छुयब ख्वागिन्छ फाल्गुप खोचुङ सामदाङदुङ चुयबका खनिक फोरुल विहान सबिसु छिवन भनेर भन्यो। विदेशी कामदारको साबजाङ भनेको चाहिँ यो जुन के अरे कार्यस्थल चाहिँ इदोङ परिवर्तन तपाईँले कार्यस्थल परिवर्तन गर्नु पर्यो भने अनि छुयब वागिन्छ फाल्गु भनेर भन्यो होइन जुन चाहिँ के अरे रोजगारी प्रमाणपत्र जारी गर्ने। अनि खोचुङ सामदाङ खोचुङ भन्नु बित्तिकै चाहिँ के अरे यो समस्या होइन कष्टको गुनासो चाहिँ साङदाम परामर्श दुङ इत्यादि चाहिँ छुयबका ख्वानिक फोहरू रोजगार र ख्वानिक फो भनेको जुन अधिकार संरक्षण चाहिँ के गर्दो रहेछ भन्दाखेरि त्यसको लागि चाहिँ सेवाहरू उपलब्ध गराउँदो रहेछ कसले भन्दाखेरि खोयोङ फोक्सी फुलसु सेन्ता। यसले चाहिँ विशेष गरी तपाईँले के बुझ्नु पऱ्यो भने कार्य सम्बन्धी मात्रै गर्छ होइन कार्य सम्बन्धी यो माथि यो होइगुकिन छोङहाप अन्य सेन्ताले चाहिँ छुलिपगुक सम्बन्धी हेङजङको कार्यहरू गर्छ भने तल चाहिँ रोजगार सम्बन्धी काम गर्छ भनेर यसरी बुझ्नुहुन्छ। अब 3 नम्बरमा खोयोङ इसिप्सा वखुनेत भनेर भन्यो होइन। यहाँ के भन्यो भने छेयोङ छोङबो होइगुकिन कुल्लोजा अनलाइन मिनवान सबिसुदुङ छिवन भनेर भन्यो। यसको लागि चाहिँ 1350मा फोन गर्नु पर्यो। यो भनेको चाहिँ छेयोङ छोङबु भनेको चाहिँ रोजगारी जानकारी चाहिँ विदेशी कामदारको अनलाइन रूपमा चाहिँ के गर्दो रहेछ भन्दाखेरि मिनवान सबिसुदुङ छिवन भनेर। मिनवान भनेको के हो भन्दाखेरि गुनासो निवेदन सेवा अनुरोधहरूलाई के भन्छ भन्दाखेरि मिनवान भन्छ। यिनीहरूको सेवा चाहिँ उपलब्ध गराउँदो रहेछ कहाँ भन्दा खोयोङ इसिप्सा वोकनेटमा। यति तपाईँले बुझ्नु हुन्छ। अब अन्तिममा थानुरी खोलसेन त छ होइन। यो भनेको चाहिँ था भनेको सबै नुरी भनेको चाहिँ समाज अथवा सबै समाजलाई समेट्ने चाहिँ खोल सेन्टर भने कल सेन्टर भन्यो होइन। यो चाहिँ यसङ खाचुक्पु भनेर भन्यो महिला तथा परिवार मन्त्रालयबाट सञ्चालित रहेछ थानुरी खोल सेन्टर भनेको चाहिँ। यहाँनिर हेर्नुहोस् थामुनो खाजुक मुन्वा सेन्टर भनेर मैले पिक्चर राखिदिएको छु। अब यो चाहिँ कस्तो खालको काम गर्छ भन्दाखेरि थामुनवा खाजुकवा यसङ्ख्यरुन इमिन जाएके फिर्योहान हाङ्गुक सिङवाल छङ्बो छेगुङ भनेर भन्यो।
थामुन्वा खाजोक बहुसांस्कृतिक परिवार होइन, बहुसांस्कृतिक परिवार भनेको जस्तै कोरियनले विदेशी केटी बिहे गर्यो भने अब त्यहाँ के हुने भयो भन्दाखेरि विभिन्न देशको होइन, भिन्न भिन्न देशकोहरू एउटै समाजमा एउटै परिवार हुने भएपछि त्यसलाई के भन्छ, थामुन्वा भन्छ नि। यसरी थामुन्वा खाजोक त्यो परिवार र यसङ ख्यरोन भन्ने यसङ कोरियन केटासँग विदेशी केटीले बिहे गरेर आएपछि त्यसलाई के भन्छ, यसङ ख्यरोन इमिन्जा भनेर भन्छ होइन। के भन्छ, यसङ ख्यरोन इमिन्जा भन्छ। हो तिनीहरूलाई चाहिँ फिरुवान आवश्यकता हुने हाङ्गुक सेङ्वाल छोङ्बो कोरियन जनजीवनको चाहिँ सूचनाहरू जानकारीहरू चाहिँ उपलब्ध गराउँदो रहेछ। कसले भन्दा थानुरी कोल सेन्टरले। थाहा भन्नु बित्तिकै सबै नुरी भनेको समाज, सबै समाजलाई समेट्ने कोल सेन्टर भनेर भन्यो। कसले सञ्चालन गर्छ, यसङ खाजोकपो महिला तथा पारिवारिक मन्त्रालयले। 6 नम्बर कति 1577 1366 7766 भनेर सजिलो छ यसको कण्ठ गर्ने। यो होम पेज त तपाईँले नहेर्दा पनि हुन्छ, आवश्यकता पर्दा मात्रै। त्यस पछाडि थामुन्वा खाजोक छिवन सेन्त भन्यो, बहुसांस्कृतिक परिवारलाई सहायता गर्ने केन्द्र भनेर भन्यो होइन। बहुसांस्कृतिक परिवार भनेको के हो, यहाँ हेर्नुहोस् त, एउटा चाहिँ कोरियन केटी छ अनि केटाहरू चाहिँ के छ, विदेशी छ, कालो कालो केटाहरू छ। अनि यिनीहरूलाई के भन्छ भन्दाखेरि विदेशीहरू बिहे गर्यो भने तिनीहरूलाई थामुन्वा भनेर अझै सजिलो हुन्छ बुझ्दाखेरि। थामुन्वा खाजोकी हाङ्गुक सावे छगुङ छिवन छाने अन्न फाल्ताल छिवन सबिसु छेको। थामुन्वा खाजोकी भनेको यो बहुसांस्कृतिक परिवारको हाङ्गुक सावे छगुङ कोरियन सामाजिक छगुङ होइन, अनुकूलतामा चाहिँ सहायता गर्ने, छिवन गर्ने। छान्य अन्न फाल्ताल बच्चाहरूको चाहिँ यो अन्न फाल्ताल होइन, यो भाषाको विकास गर्न चाहिँ छिवन सहायता गर्ने सेवा उपलब्ध गराउँछ भनेर भन्यो। अब यहाँनिर जस्तै नेपाली सानो बच्चाहरू आयो अनि आमा नेपाली बाउ कोरियन भयो भने त त्यो बच्चाको के हुने भयो, मुन्वा अन्न त फाल्ताल नहुने भयो, भाषा विकास नहुने भएपछि यस्तो बेला चाहिँ के गर्छ भन्दाखेरि यो भाषा विकास गर्ने सेवा चाहिँ बढी उपलब्ध गराउँछ यसले होइन, थामुन्वा खाजोक छिवन सेन्टरले। यो चाहिँ विशेष गरी नेपाल भियतनामकोहरू भन्दा पनि धेरै जस्तो चाहिँ यहाँ चाइनिजहरू हुन्छ। चाइनिजहरूलाई चाहिँ धेरै समस्या हुने भएकोले गर्दाखेरि यो चाहिँ उनीहरूको लागि बढी उपयुक्त छ। छियक बेल्लो उन्यङ दैमा थानुरी खोल सेन्थए छन्वा हामेन खाजाङ खाक्काउन सेन्थहरू आन्नेहे छुन्दा भन्यो। छियक बेल्लो भनेको यो क्षेत्रै पछि चाहिँ सञ्चालन भएर थानुरी कोल सेन्टरमा चाहिँ फोन गऱ्यो भने सबैभन्दा खाजाङ खाक्काउन सबैभन्दा नजिक सेन्टरमा चाहिँ आन्ने छुन्दा होइन जानकारी गराउँछ भनेर भन्यो। कहाँबाट सर्भिस लिने भन्दाखेरि यहाँनिर चाहिँ यो क्षेत्रैपछि चाहिँ सञ्चालन हुने भएकोले कोल सेन्टरमा, थानुरी कोल सेन्टरमा फोन गऱ्यो भने चाहिँ यहाँ चाहिँ जानुहोस् भनेर सबैभन्दा नजिकको क्षेत्र चाहिँ उनीहरूले जानकारी गराउँछ। अब त्यसपछि हामी हस्पिटल सम्बन्धीहरू पढ्छौँ। जस्तै हस्पिटल सम्बन्धीमा चाहिँ उइरो खिग्वान भन्यो। उइरो भनेको चिकित्सा, खिग्वान भनेको संस्थाहरू। यो चिकित्सा सम्बन्धी संस्थाहरू चाहिँ के रहेछ भन्दाखेरि सबैभन्दा पहिले याक्कुक भनेर भन्यो। औषधि चाहिँ कहाँ कहाँ किन्नु पाइन्छ अथवा यसलाई के भन्छ भन्दा याक्कुक बेच्ने चाहिँ, याक्कुक भनेको के हो भने जस्तै मोमे फारुगना मौनुन यागुल फानुन कोसिदा भन्यो। याक्कुक भनेको के भने, याक भनेको औषधि भएको होइन, औषधि बेच्ने ठाउँलाई के भन्छ, याक्कुक भन्छ। मोमे फारुगना शरीरमा दल्ने होइन, शरीरमा के गर्ने भन्दाखेरि शरीरमा दल्ने अथवा यो खाने औषधि बेच्ने ठाउँलाई चाहिँ के भन्छ, याक्कुक भन्छ। छिन्तोङ्जे भनेको चाहिँ दुखाइ कम गर्ने औषधि होइन। त्यस पछाडि खाम्गियक भनेको रुगा खोकीको औषधि। सोवाजे पाचन, खाना पचाउने इत्यादि चाहिँ फेनिजम यसो खुइहाल्छु इत्ता भन्यो। फेनिजमबाट पनि के गर्न सकिँदो रहेछ भन्दाखेरि यो सियु अनि यिनीहरूबाट पनि खुइहाल्छु इत्ता किन्न सकिँदो रहेछ होइन। 7-11देखि के अरे यो सियुहरू भयो होइन, यिनीहरूमा पनि किन्न सकिँदो रहेछ। अब त्यस पछाडि फोगन्सु भनेर भन्यो, स्वास्थ्य चौकी भनेर तपाईँहरूले बुझ्नु भने पनि हुन्छ होइन, सरकारी स्वास्थ्य केन्द्र भनेर। तर नेपालको स्वास्थ्य चौकी नसम्झिनुहोस्, हेर्नुहोस् त फोगन्सु नै कत्रो छ होइन, यसलाई के भन्छ, फोगन्सु भन्छ। खुङमिने खङ्गाङ्गुल छिखिगी उए छन्गुके खाक्सी गुनगुए सल्छिहान खोङ्गोङ उइरो खिग्वानिदा भन्यो। खुङमिने खङ्गाङ्गुल छिखिगी उए भन्यो, नागरिकको स्वास्थ्यलाई चाहिँ छिखिगी उए बचाउनको लागि, जोगाउनको लागि चाहिँ छङ्गुके भन्यो। छङ्गुके भनेको देशभरको प्रत्येक पालिका नगरपालिका, खुन काउन्टी, गु जिल्ला होइन,
मा चाहिँ सल्चियान भनेको स्थापना गरिएको चाहिँ खुङगुङ उइरो खिगुवानिदा भन्ने सार्वजनिक स्वास्थ्य संस्था हो भनेर भन्यो, हाम्रो हेल्पपोस्टहरू जस्तै। अब 3 नम्बरमा हेर्नुहोस्, छोङहाप फ्योङवन भनेर भन्यो। छोङहाप भनेको समग्र सबै चाहिँ समेटिएको फ्योङवन हस्पिटल। त्यहीँभित्र चाहिँ के हुन्छ भन्दाखेरि आन्क्वा, छोङयाङ वेक्वा, इबिनुक्वा दुङ यर छिल्यो ख्वामोकुल खाच्छुन उइरो खिगुवानिदा भनेर भन्यो होइन। आन्क्वा भनेको के हो? आन्क्वा भनेको आँखा विभाग, छोङयाङ वेक्वा भनेको हड्डी जोड्ने विभाग होइन। इबिन भनेको के हो भन्दाखेरि यो भनेको कान नाक कान घाँटी भनेर भन्छ नि होइन। अनि इत्यादि चाहिँ यर छिल्यो ख्वामोकुल भन्यो। विभिन्न चाहिँ उपचार अथवा विभिन्न उपचार जाँचको चाहिँ ख्वामोकुल होइन विभाग अथवा विषयलाई चाहिँ सुसज्जित भएको अथवा लिएको उइरो खिगुवानिदा भनेर भन्यो होइन। यसरी तपाईँले के बुझ्दा भयो भने छोङहाप फ्योङवनमा चाहिँ सबै खालको उपचार हुन्छ भनेर तपाईँले बुझ्दा अब ठुलो हस्पिटल भनेर, वीर हस्पिटल जस्तै होइन। अब त्यस पछाडि यता जाउँ, थेहाक फ्योङवन भनेर भन्यो होइन। यो चाहिँ विश्वविद्यालय हस्पिटल भनेर भन्छ। यसले चाहिँ जस्तै उपचार पनि गर्छ र विद्यालयहरूलाई पनि के गर्छ भन्दाखेरि पढाउने काम, विद्यार्थीहरूलाई पनि पढाउने काम गर्छ विश्वविद्यालय अस्पताल। वेक्वा, छिक्वा, थेहाकसेङे, हाक्सुब, सिल्सुबुल मोक्चगुरु, थेहाके सल्लिप दोइन ख्युयु खिगुवानिजा, उइरो खिगुवानिदा होइन। यर छिल्यो ख्वामोकुल खाच्छुको इता भनेर भन्यो। वेक्वा सामान्य चिकित्सक, छिक्वा दन्त चिकित्सक, थेहाकसेङे हाक्सुब भन्यो। यो विश्वविद्यालय विद्यार्थीहरूको चाहिँ हाक्सुब अध्ययन होइन। सिल्सुब भनेको अभ्यास, प्र्याक्टिकल भन्न खोजेको, मुक्चकुरो होइन। यसको उद्देश्यको रूपमा चाहिँ विश्वविद्यालयमा चाहिँ थेहाके सल्लिप दोइन ख्युयु खिगुवानिदा होइन भनेको चाहिँ के अरे यो विश्वविद्यालयमा चाहिँ स्थापना भएको गरिएको चाहिँ ख्युयु खिगुवानिजा भने इजा खिगुवानिजा भन्ने बित्तिकै के हो, यो चाहिँ संस्था पनि हो भन्न खोजेको। यही संस्थाले चाहिँ के गर्छ भन्दाखेरि उइरो खिगुवानिदा यो पनि के हो, यसले के गर्छ भन्दाखेरि यसले चिकित्सा संस्थाको काम पनि गर्छ अथवा उपचार पनि गर्छ। यसमा चाहिँ के गर्छ भन्दाखेरि यर छिल्यो ख्वामोकुल खाच्छुको हित्ता भने विभिन्न खालको उपचारहरू चाहिँ के गर्छ भन्दाखेरि यसले त्यो उद्देश्यहरू पनि अथवा लिएको छ। यसले चाहिँ त्यो के अरे यो छोङहाप फ्योङवन जस्तै काम गर्छ भन्न खोजेको होइन। उइवन भन्यो, यो सबैभन्दा बढी युज गर्ने हामीले होइन, क्लिनिक भनेर भन्छ नि। यो चाहिँ के भने उइवन हुन् थोङ्ने नुन छागुन उइरो खिगुवानहरू खाब्याउन छिल्ब्याङ्गुल छिल्यो हागु फिरुहान क्याउ याकुल छबाङ हानुन इल्चा उइरो खिगुवानिदा भनेर भन्यो। यो उइवन अथवा यो क्लिनिक भनेको चाहिँ थोङ्ने नुन भने तपाईँको आसपासमा थोङ्ने एरियामा भएको होइन अथवा टोलमा भएको चाहिँ सानो चाहिँ यो चिकित्सा संस्था हो होइन। अब यसले चाहिँ के गर्छ भन्दाखेरि विभिन्न खालको खाब्याउन एकदम हल्का खालको रोगहरूको चाहिँ छिल्ब्याङ रोगहरूको चाहिँ उपचार गरेर आवश्यक परेमा फिरुहान क्याङ्गु आवश्यक परेको अवस्थामा चाहिँ याकुल औषधिको छबाङ हानुन होइन औषधि पर्चा दिने होइन। औषधि पर्चा दिने चाहिँ इल्चा उइरो खिगुवानिदा भनेर भन्यो। इल्चा भनेको चाहिँ पहिलो स्तरको हस्पिटल हो भनेर भन्यो। सबैभन्दा पहिले हामी यहीँ जान्छौँ नि त होइन, सानोतिनो बिरामी भयो भने। त्यस पछाडि 6 नम्बरमा छ छबाङजन भने। छबाङजन भनेको यसलाई चाहिँ चिकित्साले दिएको औषधि पर्चा रिपोर्ट भनेर तपाईँहरूले बुझ्नु भने पनि हुन्छ। यो औषधि खानुहोस् भनेर यसलाई के भन्छ भन्दाखेरि छबाङजन भन्छ होइन। यस्तै खालको हुन्छ नि औषधि रिपोर्ट कोरियामा। उइसागा आफुन सारा मेगे अतन यागुल मगुमेन थैनुन्जी आल्या जुनुन छुङिदा भनेर भन्यो। डक्टरले चाहिँ बिरामी भएको मान्छेलाई चाहिँ कस्तो खालको याक औषधि खायो भने थैनुन्जी हुन्छ भनेर आल्या जुनुन बताइदिने चाहिँ जानकारी गराउने चाहिँ छुङिदा भन्यो होइन, कागज हो भनेर भन्यो। फ्योङवन फान्दुन छबाङ जनुन खाजीको याकुके खामेन आल्माजुन याकुल फादुल्छु हित्ता भन्यो। हस्पिटलमा प्राप्त भएको छबाङजन यो औषधि रिपोर्ट चाहिँ लिएर गयो भने याकुकमा लिएर गयो भने चाहिँ के गर्छ भन्दाखेरि मिल्ने आल्माजुन होइन उपयुक्त औषधि चाहिँ प्राप्त गर्न सकिन्छ भनेर यसरी तपाईँहरूले बुझ्दा हुन्छ। अब त्यस पछाडि अर्को येबाङ छप्चोङ पनि बुझ्नुपर्छ। येबाङ छप्चोङ चाहिँ धेरै जस्तो मार्गीहरू नलागोस् होइन अथवा सरुवा रोगहरू नलागोस् भनेर अगाडि लाइने
रोग प्रतिरोधात्मक क्षमता गराउने के हो भन्दाखेरि यो सुई हो, खोप हो भनेर तपाईँले बुझ्नु भने हुन्छ। हेबाङ भनेको रोकथाम गर्ने होइन, छपचोङ भनेको के हो भन्दाखेरि खोप। छन्यङसङ भनेको चाहिँ सर्ने होइन, छिलवान भनेको रोग। सर्ने रोग चाहिँ हेबाङ खाकी उयो आयो, रोकथाम गर्नको लागि चाहिँ छुसारु लोनुन होइन, यो के अरे सुई लगाउने गसुन कुरालाई भनिन्छ भनेर भने, हेबाङ छपचोङ भनेर होइन, सरुवा रोगबाट बच्नको लागि लाग्ने खोप भन्दा पनि हुन्छ। अब यो 8 नम्बरमा खुगुपियाक भनेको फर्स्ट एड होइन। यहाँ यस्तो बक्स हुन्छ नि, त्यो बक्सभित्र रहेको एडहरूलाई अथवा त्यो औषधिहरूलाई के भन्छ भन्दाखेरि खुगुपियाक भनेर भन्छ। 응급 치료에 필요한 의약품을 말한다 भनेर भन्यो। 응급 치료에 आकस्मिक उपचारमा आवश्यकता हुने 의약품 होइन, यो के अरे औषधि चाहिँ यो चिकित्सक औषधिलाई चाहिँ के हुन्छ भन्दाखेरि मारान्दा भनिन्छ भनेर भन्यो। खुगुपियाक भनेको यति तपाईँले बुझ्नुभयो भने हुन्छ। सामान्य चोटपटकहरू लाग्दाखेरि बेन्डेजहरू होइन अनि औषधिहरू तिनीहरू हुन्छ नि, त्यसलाई के भन्छ खुगुपियाक भनेर भन्छ। अब यति भइसकेपछि कोरियामा केही त्यस्तो फोन नम्बरहरू छ जुन चाहिँ आवश्यकता परेको बेला हामीले डायल गर्नुपर्ने हुन्छ। ती फोन नम्बरहरू के हुन् एकचोटि हेरौँ है त यहाँनिर। जस्तै हामीले के को बुझ्यो भने हुन्छ भने ख्यङझाल छ प्रहरी चौकीको, सोबाङ छ दमकलको, खुगुप्ते होइन यो के अरे आकस्मिक बिरामी भएको बेला एम्बुलेन्स बोलाउनको लागि, अनि साइबर थौमी भनेर भन्यो, साइबरको लागि चाहिँ थौम गर्ने सहयोग गर्ने साइबर फम्जेमा होइन अपराधहरूमा। अब के रहेछ ख्यङचाल्सको लागि 112 भन्दा भयो होइन। यति बुझ्यो भयो ख्यङचाल्सको के हो 112। सोबाङ्स र खुगुप्ते आकस्मिक मान्छेहरू चोटपटक लाग्यो अथवा आगो लागि भयो भने कतिमा भन्दाखेरि 119मा। र साइबर थौमी तपाईँको चाहिँ ह्याकिङ स्याकिङ भयो, ब्याङ्कहरूबाट पैसा निक्लिएर गयो अथवा केही भएर के अरे साइबर सम्बन्धी समस्या भयो भने 118मा। अब के हेर्दो रहेछ हेरौँ। ख्यङचाल्सले के हेर्दो रहेछ भने फुन्सिल होइन, हराएको चोरी भएको सामानहरू होइन, अनि त्यस पछाडि गएर थोनान भनेको चोरी, फोकेङ कुटपिट दुङ इत्यादि चाहिँ फम्जोय साकनी भनेको अपराध सम्बन्धी घटनाहरूको चाहिँ फाल्सेङहान क्याङ्वे त्यो घटनाहरू चाहिँ उत्पन्न भएको अवस्थामा चाहिँ सिङ्गुहान्दा यतिखेर चाहिँ हामीले रिपोर्ट गरिन्छ। के फुन्सिल हराएको वस्तु, थोनान चोरी, फोकेङ कुटपिट लगायत फम्जोय साकन अपराध सम्बन्धी घटनाहरू। सोबाङ्स र खुगुप्ते भने, सोबाङ्स भनेको यो के अरे फायर ब्रिगेड होइन, खुगुप्ते भनेको चाहिँ आपतकालीन उद्धार टोली भनेर भन्छ। यति बेला चाहिँ कति भन्दाखेरि 119 अघि भनेको थिएँ। अब जस्तै के रहेछ भन्दाखेरि वाजेना उङ्गु फान्जागा फाल्चेङान क्याङ्गु सिङ्गुहान्दा भनेर भन्यो होइन। वाजे यो के अरे आगो लागि भएको अथवा उङ्गु फान्जा होइन, एकदम आकस्मिक इमर्जेन्सी बिरामी भएको बेला होइन, त्यस्तो इमर्जेन्सी लानुपर्ने भएको अवस्थामा चाहिँ हामीले फोन 119मा गऱ्यो भने, खुगुप्तेलाई गऱ्यो भने चाहिँ के आउँछ खुगुप्छा भनेर आउँछ होइन। खुगुप्छा भनेको यो एम्बुलेन्स हो नि त, एम्बुलेन्स पठाइदिन्छ यो आकस्मिक उद्धार टोलीहरूले। यसरी तपाईँले बुझ्नुहुने हुन्छ। साइबरथोमी स्मार्टफोन कम्प्युटर ह्याकिङ फुलफप स्प्याम हेइनछङ्बो छिमे मुन्जेगा फाल्चेङहान सिङ्गुहान्दा भनेर ह्याकिङ भएको बेला स्मार्टफोन अथवा कम्प्युटरमा चाहिँ ह्याकिङ भएको बेला अनि स्प्याम भएको बेला होइन, व्यक्तिगत जानकारीहरू चाहिँ के भयो खेइनछङ्बोहरू चाहिँ छिमे भनेको उल्लङ्घन भयो होइन अथवा चोरी भयो, त्यस्तो बेला मुन्जेगा फाल्चेङहान क्याङ्गु भन्यो होइन। त्यस्तो समस्या उत्पन्न भएको बेला चाहिँ सिङ्गो गरिन्छ कतिमा 118मा। अहिले जस्तै फेसबुकहरू ट्विटरहरूमा होइन हरेक ठाउँ चाहिँ के भइरहेको हुन्छ भन्दाखेरि एकदमै धेरै चाहिँ अपराधिक कुराहरू घटिराखेको हुन्छ होइन। अब यति भइसकेपछि अर्को यो लास्ट छ, यो 5 खुम सकिहालौँ कि जस्तो लाग्यो, तर टाइम धेरै कति 1 घन्टा 22 मिनट गरिसकेछ। त्यही भएर थुसी वा नोङसोन चाहिँ अरू दिन हेरौँ ल। आज हामीले के पढ्यौँ भन्दाखेरि विशेष गरी यो खाजो ख्वान्गे वा होछिङ पढ्यो, अनि त्यस पछाडि गएर हाङ्गुके छुग पढ्यो, अनि लास्टमा गएर हामीले हाङ्गुके फुक्सी पढ्यो। यसरी 3 च्याप्टर चाहिँ एकैचोटि सक्यौँ हामीले होइन, छिटो तरिकाले हेऱ्यौँ। र अब अर्को क्लासमा चाहिँ हामी थुसी वा नोङसोनदेखि सुरु गर्छौँ। र यति गर्दै आजको भिडियो यहीँसम्म। तपाईँलाई भिडियो कस्तो लागिरहेको छ, यदि मन परे लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिन होला भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।